हामी सबैलाई प्रेरणा पनि हो। नेपालको दिगो विकास युवाको नेतृत्व र प्रवासी नेपालीहरूको सक्रिय सहकार्य बिना सम्भव छैन। आजको कार्यक्रम यस्तो मञ्च हो जहाँ नेपालीहरू हाम्रो प्रतिबद्धता, ऊर्जा, अनुभव साझा गर्न सकिन्छ। जहाँ रहे पनि नेपालमै होस् या विदेशको जुनसुकै कुनामा हाम्रो मन र माया सबै मातृभूमि तर्फ समर्पित छ। Let us move forward together, united by purpose and pride for our motherland. यहाँ उपस्थित विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधित्वहरूलाई यथास्थितिमा आसन ग्रहण गर्न अनुरोध गर्दछु र यहाँहरूको सहभागिताको लागि धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। जय नेपाल। हाम्रो यस कार्यक्रममा अब 45 मिनटको Q&A सेसन हुनेछ। मोडरेसन प्रोग्राम हुनेछ। हाम्रो प्रोग्राम अलिकति चेन्ज भएको छ। यो प्रोग्राममा हाम्रो गुरुले थोरै मन्त्र वाचन गर्छ, त्यसपछि हाम्रो 45 मिनटको मोडरेटर हाम्रो मिलन पटुवा भाइ र हाम्रो मायाजीको 45 मिनटको सेसन हुनेछ। सबैलाई नमस्कार। कुनै पनि कार्यक्रम गर्नु पूर्व एउटा स्पष्टीकरण मन्त्र पढेर कुनै पनि कार्य आरम्भ गरियो भने त्यो कार्य सफल हुन्छ भन्ने संस्कृतको मान्यता छ। त्यसै अनुरूप म यहाँ घन्टी बजाएर एउटा हामी सबैलाई शान्ति हुने, विश्वलाई शान्ति हुने मन्त्र पढ्न गइरहेको छु। कृपया सबैले हात जोडेर बस्नु होला। हरि ओम उमासुतं शोकविनाशकारकं महावीरेश्वरपादपङ्कजं। हरि ओम स्वस्तिरेन्द्रो वृषयाः स्वस्तिनः पूषा विश्ववेदाः स्वस्ति नस्तारचो अरिष्टमेभिः स्वस्ति नो प्रियस्वतिर्दधातुः त्रिकवस्मा मरुतः पुष्टिमातरः सुगन्धामानो विवर्धेतु धर्मयः अग्निर्मुहा मानवः सूर्यतससो विश्वेरहोदेवा अवसागमन्यः भद्रं कर्णेभिः शृणुयामदेवा भद्रं पश्येन्नाशविगतराः स्थिरैरङ्गे सुष्ठुवागुंसमप्रियसे महिरेवहितं जरायुः। ॐ द्योः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोपदयः शान्तिः वनस्पतयः शान्तिः विश्वेवेदाः शान्तिः ब्रह्मशान्तिः सर्वगुं शान्तिः शान्तिरेव शान्तिः सामां शान्तिरेवि। ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्यं। धन्यवाद। धन्यवाद गुरुजी। अब हामी हाम्रो सर्वप्रथम त मातृभूमिको नेसनल एन्थम अनि कर्मभूमिको नेसनल एन्थम गर्दैछौँ। कृपया हजुरहरूलाई इच्छा सबै उठेर गर्न सक्नुहुन्छ। थ्याङ्क यू। Saya pun tak berani yang terima.
few minutes for wait ko lagi mo itong chana party too. I think I'm reminding you ready to give them a few technical issues here on Hindi. 45 minutes हाम्रो moderate जुन प्रोग्राम हुन्छ त्यसको बिचमा about 35 minutes पछि यदि तपाईहरुलाई केही प्रश्न छ भने प्रश्न चाहिँ one on one पनि गर्न सकिन्छ तर हामी धेरैजना भएको हुनाले इन्डेक्स कार्डहरु अवेलेबल छ जसलाई लाग्छ एकदम धेरै इन्डेक्स कार्ड छ र पेनहरु उपलब्ध छ कसैलाई प्रश्न लेख्नु मन छ भने चाहिँ क्वेशनहरु सेलेक्टेड भएर आन्सर गर्नुहुन्छ उहाँले सो कृपया गरेर क्वेशन छ भने लेखिदिनु होला र उहाँहरूले इन्डेक्स कार्ड बाँडिदिनुहुन्छ भने आग्रह गर्न चाहन्छु थ्यांक यू Meanwhile, we wait. I would like to invite Mr. Carl Jackson. Hello. Let me have you on the stage, please, for 2 minutes. Good evening, everyone. My name is Senator Carl Jackson. I'm so excited to be here. Good evening, everyone. Welcome to Legislative District 8. I am the senator of this district. I certainly want to welcome our member of parliament to Legislative District 8 in the state of Maryland. Thank you for coming. And we look forward to hearing a spirited conversation. And welcome. Thank you. Thank you, Senator Carl Jackson. So, yeah, the प्रतीक्षा त अब केही अरु फर्दर ब्रेक नगरिकन म हाम्रो मिलन जङ्गतवाललाई स्टेजमा निम्ताउन चाहन्छु साथै जोरदार तालीले हाम्रो माननीय Dr. Toshima, please welcome you on the stage. नमस्ते यहाँहरु सम्पूर्णमा म मिलन कटुवाल आजको यो कार्यक्रमलाई संयोजन गर्ने प्रयासमा गरेछु। अघि कार्यक्रम हुनुभन्दा अगाडि पनि धेरैजनासँग अप्रत्यक्ष रूपमा प्रत्यक्ष रूपमा संवाद गर्ने मौका मिलेको थियो। मैले थाहा पाएसम्म मेरील्यान्ड राज्यमा यो कार्यक्रम भइरहे तापनि मेरील्यान्ड राज्य बाहेक अन्त बाहिर राज्यबाट पनि मान्छेहरू अतिथिहरू पाल्नु भएको छ। न्यू जर्सीबाट पाल्नु भएको छ, यहाँबाट पाल्नु भएको छ। म आफै डेलावेयर राज्यबाट आइपुगेको छु। यहाँ पेन्सिल्भेनियाबाट आउनु भएको छ, अरू कुनै राज्यबाट आउनु भएको छ भने हामी धेरै राज्यका मान्छेहरू अतिथिहरू यहाँ आइपुग्नु भएको छ। सबै राज्यबाट पाल्ने यहाँहरूलाई हार्दिक स्वागत गर्दै धन्यवाद दिन चाहन्छु। हामीसँग आज यो कार्यक्रममा अतिथि हुनुहुन्छ माननीय तोशिमा कार्की। उहाँ प्रतिनिधि सभा सांसद हुनुहुन्छ। ललितपुर क्षेत्र नम्बर 3बाट उहाँ 79 को निर्वाचनमा भारी बहुमतले निर्वाचित हुनुभएको थियो। 31,136 मत
जहाँ 53.55% मत ल्याएर उहाँले आफ्नो सिट सुरक्षित गर्नुभएको थियो। त्यो आफैमा एउटा प्रेरणादायी जित थियो र उहाँ सहित रासोपा र नयाँ राजनीतिको जुन उमङ्ग आएको छ नेपालमा, त्यसले नेपालभित्र रहेका नेपालीहरू र नेपाल बाहिर रहेका हामी जस्ता सयौं करोडौं हजारौं नेपालीहरूलाई उत्साहित उत्के गरेको छ र सायद त्यो उत्साह केही स्वरूप यहाँहरू सबैजना आज माननीय डाक्टर जोशीमा कार्यक्रमको कुरा सुन्न, उहाँलाई केही प्रश्नहरू राख्न, गुनासाहरू राख्न यहाँ आफ्नो अमूल्य समय पछिएर यहाँ उपस्थित हुनुभएको छ। म फेरि पनि धन्यवाद दिँदै ढिला नगरी अब कार्यक्रम अगाडि बढाउन चाहन्छु। उहाँको छोटो परिचय दिँदाखेरि सांसद त हुनुहुन्छ, तर 79 को निर्वाचनपछि जब माओवादी केन्द्रको पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जुन सरकार बन्यो, त्यो सरकारको तर्फबाट उहाँ स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री पनि रहेर सेवा गर्नुभयो। त्योभन्दा पहिला उहाँ मेडिकल डक्टर हुनुहुन्थ्यो, सर्जन हुनुहुन्थ्यो र मेडिकल काउन्सिलको लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यसम्म पनि हुनुहुन्थ्यो। एउटा चुटकिलाबाट सुरु गर्छु। एकचोटि के भएछ, उहाँ डाक्टर पनि हुनुहुन्छ। एकचोटि के भएछ भने एकजना बिरामी चाहिँ रोग लागेर अस्पताल पुग्नु भएछ। अस्पताल पुगिसकेपछि चाहिँ टेस्ट डायग्नोसिस हुन्छ, ब्लड टेस्ट हुन्छ, युरिन टेस्ट हुन्छ, टेस्टमा पठाएछ धेरै कुरा। टेस्टको रिजल्ट आयो। टेस्टको रिजल्ट आइसकेपछि चाहिँ अब रोग लागेको छ है, असह्य भएको छ उसलाई। अनि टेस्ट रिजल्ट आउने बित्तिकै उसले डक्टरलाई सोध्छ, डक्टर टेस्ट रिजल्ट आयो, कस्तो आयो मेरो रिजल्ट? डक्टरले भन्नुभएछ, ओहो तपाईँलाई त भयङ्कर रोग लागेको रहेछ, तपाईँसँग समय धेरै अब बाँकी छैन, 10 भनेको डक्टरले 10 भनिसकेपछि अझ उसलाई उत्तेजना भयो। के हो 10 के डक्टर? 10 वर्ष, 10 महिना, 10 हप्ता के 10? डक्टरले भन्छ 10, 9, 8, 7 सक्यो। 10, 9, 8, 7, 6 Your life is there. So उहाँ डक्टर पनि हुनुहुन्छ, सांसद हुनुहुन्छ। अहिले तपाईँले डक्टरको रूपमा धेरै बिरामीहरूको नाडी छाम्नुभयो होला, सांसदको रूपमा, एउटा युवाको रूपमा, एउटा नेताको रूपमा, मन्त्रीको रूपमा कार्यभार सम्हालेर देशको नाडी छाम्दा तपाईँले समस्याहरू के पाउनुभयो? समस्याहरू सुरु गरौँ। म सुरुमा सबैलाई धन्यवाद दिन चाहन्छु। अमेरिकामा पनि यो हलभरि भराउ उपस्थितिले मलाई निकै प्रेरणा मिलेको छ। म सांसद हुनुभन्दा अगाडि नै जब म डक्टर मात्र भएर बिरामीको उपचार गरिरहेको थिएँ, मैले मेरो बिरामीभन्दा धेरै मेरो सिस्टम बिरामी भएको देखेँ। र जब पोलिटिक्समा आए, सांसद भए, स्वास्थ्य राज्य मन्त्री पनि भए र अहिले लगभग 3 वर्ष भयो होइन सांसद भएर काम गरेर, यो सिस्टम बिरामी चाहिँ माथिको शीर्ष नेताहरूको कारणले मात्र होइन, तलदेखि हरेक तह र तबकामा, हरेक निकायमा कहीँ न कहीँ यो स्वार्थ प्रेरित राजनीति भइरहेको मैले देखेँ। एकदम मिसअर्गनाइज। वी हेभ इक्विपमेन्ट्स, वी हेभ डक्टर्स होइन, तर कहीँ डक्टर छ, कहीँ इक्विपमेन्ट छैन, कहीँ इक्विपमेन्ट छ तर छैन, कहीँ लामो बिरामीको घुइँचो छ तर उपचार पद्धति छैन, स्वास्थ्य बिमा छ तर स्वास्थ्य बिमाले रोगहरू कभर गर्दैन होइन। यस्तो एकदम मिसअर्गनाइज सिस्टम देखेँ, भ्रष्टाचार देखेँ। र मैले के डायग्नोज गरेँ भने, बिङ अ डक्टर एन्ड बिङ अ यङ पोलिटिसियन राइट नाउ होइन, मैले मेरो सिस्टमको सबैभन्दा ठुलो रोग चाहिँ भ्रष्टाचार भएको देखेँ र यसको औषधि भनेको नेतृत्व परिवर्तन हो भनेर चाहिँ म अहिले विश्वस्त भएर भन्न सक्छु। यहाँहरूले भ्रष्टाचार निर्मूल गर्ने कुरा गर्नुहुन्छ, एन्टी करप्सन मुभमेन्ट यहाँको राजनीतिक अभियानको सबैभन्दा मुख्य मुद्दा पनि एन्टी करप्सन केही अराउन्डमा रहिरहेको देखिन्छ। यहाँको अहिले पनि संसदमा विरोध जनाउने जुन कामहरू भइरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक्लो पार्टी भनेर संसदमा विभिन्न भ्रष्टाचार छानबिनको मुद्दामा यहाँले आरोप उठाइराख्नु भएको छ।
भ्रष्टाचारको मुद्दा एकतिर छ, तर भ्रष्टाचार सँगसँगै सुशासनको कुरा र यहाँले जुन विकासको कुरा गर्नुभएको छ तल्लो तहबाट माथि बटम अप चेन्जको कुरा जुन गर्नुहुन्छ, यो चेन्जेस भित्र स्वास्थ्यको कुरा पर्ला, शिक्षाको कुरा पर्ला, पूर्वाधारको कुरा पर्ला, शिक्षाको कुरा पर्ला, नागरिकले देशभित्र तपाईँ जनतासँग साक्षात्कार गर्नुहुन्छ, विदेश आउनुहुन्छ अथवा उहाँ भेट्नुहुन्छ, अपेक्षाहरू के हुँदा रहेछन् नेपाली जनताको एउटा आम मतदाताको सरकारसँग, राज्यसँग, निर्वाचित प्रतिनिधिसँग अपेक्षा के रहन्छ? नागरिकले एउटा मात्र अपेक्षा गरेका छन्, आफूले दिएको मतमाथि घात नहोस्। त्यति त्यो एउटा जनताले विश्वास गरेर दिएको मत र आफैले जनतासँग घर दैलो गर्दै गर्दाखेरि बाचा गरेर लेखिएको जुन घोषणा पत्र हुन्छ, त्यो घोषणा पत्र हेर्ने हो भने प्रत्येक पार्टीको भोट दिउँ लाग्ने खालको हुन्छ होइन। त्यो घोषणा पत्रमा मात्र इमान्दार भइदिने हो भने देश बनिसक्थ्यो, मैले बनिसक्थ्यो भने होइन। तर नबन्नुको एउटै मात्र कारण के हो भने इमान्दारिता भएन। सो पिपुलको एक्सपेक्टेसन के छ भने इमान्दार भइदियोस् आफूले भोट गरेर पठाएको मान्छे, किनभने उसले एकपटक भोट हाल्दै गर्दा आफ्नो छोराछोरीको, आफ्नो नाति पनातिको, आफूभन्दा पछिल्लो पुस्ताको 5 वर्ष उसले चाहिँ त्यो नेतृत्वलाई दिएको हुन्छ, सुम्पिएको हुन्छ होइन। सो त्यसको लागि के चाहियो त? जनताले अपेक्षा गरेको अकाउन्टेबिलिटी, उत्तरदायित्व, अर्को पारदर्शिता। उत्तरदायित्वको लागि अकाउन्टेबिलिटीको एउटा बलियो खम्बा भनेको फेरि ट्रान्सपरेन्सी होइन। आफूले के काम गरिरहेको छु, के गर्न सक्छु, के गर्न सक्दिनँ, के गर्छु भनेर आएको थिएँ र के गर्न सकेँ, के गर्न सकिनँ, त्यसका कठिनाइ के थिए, जस्ताको तस्तै जस्ताको तस्तै जनताको समक्ष राखिदिन सक्नु पर्यो। मेरो सम्पत्ति यति थियो, अहिले यति छ, यति यहाँ खर्च भयो, मेरा स्रोतहरू यी हुन् भनेर स्पष्ट रूपले राख्न सक्यो भने जनता त्यसैमा खुसी हुन सक्छन्। एक। दोस्रो, जनताका अपेक्षा ठुला छैनन्, एकदमै मसिना साना सपनाहरू छन्। My people in Nepal do not expect Nepal to be America. They just want Nepal to be Nepal. नेपाल चाहिँ नेपाल भइदियोस् र नेपाली नागरिक देश संसारको जुनै पनि कुनामा भए पनि उनी सधैँभरि नेपाली नागरिक भएर बस्न पाओस्। वंशजको नागरिकता खारेज नहोस्, हुनु हुँदैन। वंशले दिएको नागरिकता पनि खारेज हुने कुरा हो होइन नि। भन्नुको मतलब मैले अपेक्षाको कुरा गर्दै गर्दा एउटा नेपाली नागरिक सधैँभरि नेपाली नागरिक भएर बस्न खोज्छ र नेपालमै बस्दा पनि उसका सपनाले एकदम आधारभूत आवश्यकताहरू खोजिरहेका छन् कि संविधानमा जुन लेखिएको छ नि मौलिक हक अधिकार भनेर, गुणस्तरीय शिक्षा चाहियो, सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा चाहिएको छ, आफ्ना बालबच्चाहरू हुर्कदै गर्दाखेरि नैतिक शिक्षा, व्यवहारिक शिक्षा, सामाजिक शिक्षा प्रपर पाउन्, घर अगाडि बाटो भइदियोस्, घरमा चढान गरिएको धारामा कम्तीमा हप्तामा एकचोटि पानी आओस् भनेका छन् कि जनताले। दिनदिनै पानी पनि होइन, हप्तामा एकचोटि पानी आओस् भन्ने अपेक्षा छ। सो पिपल ह्याभ भेरी माइनर, एकदम सानो एक्सपेक्टेसन छ। अनि नेताहरूले चाहिँ के गर्छन्? ठुला सपना देखाउँछन्, फेक प्रोमिसेस देखाउँछन् र काम गर्दैन। सो द्याट इज द मेन ग्याप। एकदमै ठुलो डिस्प्यारिटी भनेकै सपना ठुलो देखाइने, काम सानो पनि नगर्ने, अनि जनता चाहिँ सधैँभरि धोकामा नै बसिराख्नुपर्ने स्थिति छ। अति नै सुन्दर जवाफ। यहाँको जवाफ सबभन्दा सुन्दर पाटो भनेको हाम्रो 65-63 पछि जनआन्दोलनपछि जुन किसिमको सरकार आयो, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गऱ्यौँ। स्विजरल्यान्डका सपना देखाइए, सिङ्गापुरका सपना देखाइए। ती आशातीत परिवर्तनहरू हामीले पक्कै पनि हासिल गर्न सकेका सकेनौँ। त्यही निराशा आज पनि जीवित छ। यहाँको जवाबको सकारात्मक पक्ष के रह्यो भने उहाँले तपाईँले ग्राउन्डेड रियालिटिजमा कुरा गरौँ, साना समस्याहरूलाई अग्रदै जाउँ र त्यहाँबाट विकास गरौँ भन्ने कुरा गर्नुभयो। तर फेरि हामीले युगान्तर परिवर्तनको कुरा पनि गर्छौँ, युगानुकूल विकासको कुरा पनि गर्छौँ। हामीले नेपाल मात्र बनाएर हुँदैन, हामीले सापेक्षिक परिवर्तन पनि हासिल गर्नुपर्छ भन्ने कुरा पनि गर्छौँ। र
र हामीले साना साना समस्यालाई समाधान गर्दै जाँदा सँगसँगै जुन हामीले पहिलेको विश्वको जुन डेभलपमेन्ट ग्याप छ नि त्यसलाई पनि मिट गर्नु छ नि, त्यो मिट गर्नको लागि चुनौतीहरू के छन्? Well, we always talk about the problems and challenges. We never talk about solutions. So, एकदमै गाह्रो छ, च्यालेन्जेसहरू छन्, चुनौती छन् हैन। र चुनौतीको एउटा जड भनेकै नेतृत्व परिवर्तन गर्ने हामीसँग हिम्मत भएन के। लेट मी टक अबाउट सोल्युसन ल है। म सोल्युसनमा जान चाहन्छु। आजको समय सापेक्षिक परिवर्तन ल्याउनको लागि बुढा भइसकेका नेताहरूबाट अपेक्षा गर्नु नै गलत हो के। So solution is leadership replacement, a complete replacement, radical treatment चाहिन्छ। क्यान्सर भएको छ नि त, क्यान्सर लास्ट स्टेजमा पुग्न लागिसक्यो, we need radical treatment। म यहाँलाई अनुरोध गर्छु, मेरो परिवारमा 5 वटा भोट छ, एउटा भोट चाहिँ राष्ट्रपतिलाई दिउँ न त भनेर हुन्न, एउटा भोट चाहिँ ल यसो युवा नेत्रीहरू रहेछन् खत्रै बोलिरहेछन्, जोस बोलिरहेछन्, दम चाहिँ छ है, भोट दिएर हेरौँ न त भनेर हुँदैन। यसो औषधि क्यान्सर भएको छ अनि तपाईँले सिटामोल मात्र खुवाइदिनु हुन्न नि त, ऱ्याडिकल सर्जरी चाहिन्छ क्या त्यहाँ। सो त्यसको सोल्युसन भनेको युथलाई ल्याउन पर्यो। समय सापेक्षिक चाहिँ विकास चाहिने, प्रविधि मैत्री विकास चाहिने, टेक्नोलोजी चाहिने भइदियो हुन्थ्यो भन्ने, कल कारखाना मजाले काम भइरहेको सपना देख्ने, एआईको डेभलपमेन्ट भइरहेको सपना देख्ने, अनि युथलाई चाहिँ इन्डोर्स नगर्ने, युथलाई इम्पावर नगर्ने। द्याट इज इम्पोसिबल विदाउट youth empowerment and youth leadership। त्यही भएर यसको एउटै मात्र सोल्युसन भनेको अब हाम्रो देश नेपालै हुनको लागि, आजको समयको नेपाल हुनको लागि युवाको क्रान्ति खोजेको छ। यसलाई हामी सबैले मनन गर्यौं भने we do not need to talk about the problems and challenges anymore। युवाहरूको कुरा गरिरहँदाखेरि हामी अमेरिका केही मात्र प्रवासी नेपालीहरूको कुरा गर्ने, हामी 4 लाख झन्डै नेपालीहरू अमेरिकामा बस्छौँ। नेपालीको मात्रै अमेरिकामा बसोबास गर्ने औसत नेपालीहरूको चाहिँ आर्थिक आम्दानी चाहिँ वार्षिक 1,01,800 झन्डै $1,02,000 छ। एसियाली जनसङ्ख्याको समग्र एसियाली, चाइनिज, जापानिज, भारतीय सबै एसियाली मुलको चाहिँ प्रवासीहरूको कुरा गर्ने हो भने उनीहरूको आम्दानी $1,12,800 छ भनेको झन्डै $10,000 मात्रै अर्निङ्सको ग्याप छ। भन्नु खोजेको हामी नेपाल र भारतको आम्दानीको तुलना गर्छौँ वा जापानको तुलना गर्छौँ वा चाइनालाई छुट्टै तुलना गर्छौँ भने नेपालीहरूको कमाइमा एउटा ठुलो अन्तर छ विकासमा। त अमेरिका आइसकेपछि हामी चाइनिज अमेरिकनहरूको इन्कम स्टडी गर्छौँ र नेपाली अमेरिकनहरूको इन्कम स्टडी गर्छौँ भने हामी लगभग एउटै तहमा छौँ हैन। भनिसकेपछि देशको अवस्था, समाज, अर्थतन्त्र परिवर्तन हुँदाखेरि नेपालीहरू क्षमता नभएर पछाडि परेको भन्ने होइन। हामीले अवस्था सृजना गर्न सक्यौँ भने नेपालीहरू हामी कम्पिटेन्ट छौँ, हामी तयार छौँ, हामी विश्व सामु कम्पिटिसन गर्नलाई रेडी छौँ हैन। त्यसको लागि तपाईँहरू लगायत युवाहरूको नेतृत्व खोजेको छ भन्नुभयो, त्यसमा हामी स्वीकार छौँ। तर नेपाली राजनीतिमा जुन अहिले नयाँ र पुरानोको जुन बहस छ नि, नयाँ र पुरानो भइरहँदा नयाँलाई कसरी परिभाषित गर्ने, पुरानोलाई कसरी परिभाषित गर्ने, नयाँ भनेको के हो, पुरानो भनेको के हो? नयाँ र पुरानो पनि बुझ्नुहुन्छ भने लिडरसिप कहिले परिवर्तन हुँदैन। पुरानो भन्नाले यथास्थितिवाद नरमाउने होइन। आज हामीले नयाँ किन खोजिरहेका छौँ त, विकल्प किन खोजिरहेका छौँ? मलाई विश्वास छ यो हलको यति धेरै उपस्थिति भनेको मेरो देशले केही नयाँ पाउँछ कि भनेर आउनुभयो नि त। पुरानोलाई अल्मलिरह्यो भने त देश बन्दैन नि त। सो पुरानाहरू चाहिँ के भइरहेका छन् राजनैतिक वृत्तमा भन्दाखेरि पुरानाहरू चाहिँ भाषणमा रमाइरहेका छन्। आज मलाई यहाँसँग भाषण गर्नु मन छैन, यहाँबाट फ्लोरबाट जति प्रश्न आउँछ, जति सुझाव आउँछ, जति म प्रति आलोचना र गाली आउँछ म त्यति खुसी हुन्छु। यो नयाँ नेतृत्व हो। हाम्रा पुरानो नेतृत्वलाई जनताको माझमा यसरी उभिएर उत्तर दिन, प्रश्न लिन डराउँछन्, त्यो पुरानो नेतृत्व हो। हामी त्यो डराउँदैनौँ। हामीलाई कसैले सोध्नुभयो भने हामी खुलेआम
सार्वजनिक गर्न सक्छौँ हाम्रो सम्पत्ति विवरण। पुरानालाई हामीले पटक पटक भनिसक्यौँ संसदबाट, सम्पत्ति विवरण सार्वजनिक गरौँ, त्यो गर्नुहुन्न। पुरानो नेतृत्व के छ? पुराना नेतृत्वले सपना मात्र बाँड्छन्, समाधान दिन सक्दैनन्। हामी सपना बाँड्न चाहँदैनौँ। हाम्रो सुरुवातै समाधानका माध्यमबाट, अध्ययनबाट, अनुसन्धानबाट सुरु हुन्छ। पुरानो भनेको मलाई लाग्छ आज हामीले यसो हेर्दाखेरि म नयाँ नेतृत्व, नयाँ राजनीतिक वृत्तको नेतृत्व गर्छु भन्दै गर्दाखेरि म गर्वका साथ के भन्न सक्छु भने पुरानाहरू सत्ता केन्द्रित राजनीतिमा रमाइरहेका छन्, हामी सेवा केन्द्रित राजनीति गर्न खोजिरहेका छौँ। पुरानाहरूले 30-34 वर्षसम्म कुनै पनि आफ्नो सार्वजनिक सुनवाई गर्नको लागि भनौँ न अब यस्तो खालको आजको जस्तो अन्तर्क्रिया गर्नको लागि मानिसहरू हलमा ल्याउनको लागि उहाँले कतिपटक मासु भात खुवाउनु पर्थ्यो, पेट्रोल हालिदिन पर्थ्यो, बोलाउन पर्थ्यो, आइज न मात्रै मलाई यो पदमा नियुक्ति दिन्छु नि भनेर फगाउनु पर्थ्यो। आजको हाम्रो नेतृत्वले त्यो गर्नु परेको छैन, यही नै चुनौती हो। I think this is how the new leadership has begun. अनि तपाईँ मान्नुहोस् या नमान्नुहोस्, यो हलमा हुनुभएको प्रत्येक व्यक्तिको उपस्थितिले मलाई विश्वास भइसकेको छ यहाँहरूले नयाँ नेतृत्वलाई स्वीकार गरिसक्नु भएको छ। थ्याङ्क यू सो मच। मैले देख्न सक्छु कार्यक्रममा भर्खरै पनि नयाँ अतिथिहरू जोइन गर्दै हुनुहुन्छ। कुर्सीको केही समस्या हुन सक्छ, कृपया एडजस्ट गरेर रहिदिनु होला। हामी एउटा अन्तर्क्रियाको मार्गमा छौँ, यसलाई डिस्टर्बेन्स नहुने गरी कृपया भोलिन्टियर साथीहरू कृपया सहयोग गरिदिनु होला। रेस्टरुम कसैलाई प्रयोग गर्नु छ भने यो साइडमा छ रेस्टरुम्स, यहाँबाट रेस्टरुम जान सक्नुहुन्छ। अब रासोपाको कुरा गरौँ। रासोपा 79 पछि राष्ट्रिय राजनीतिमा उदायो र अविश्वसनीय उदय भयो रासोपाको र त्यसको लागि तपाईँहरूको मेहनतको लागि, तपाईँहरूको जितको लागि बधाई छ। 79 को चुनावपछि रासोपा 2 पटक सरकारमा गयो। सरकारमा रहँदाका उपलब्धिहरूलाई एकचोटि मूल्याङ्कन गरौँ। सरकारमा रहँदाका सफलतालाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ र पाठहरू के रहे? राइटली मेन्सन, हामी 2 पटक सरकारमा गयौँ। एकदमै छोटो अवधिमा स्थापना भएको जम्मा 6 महिना हुँदाखेरि हामी 21 जना सांसद चाहिँ संसदमा पुग्यौँ। यो ठुलो उपलब्धिको रूपमा हामीले लिएका छौँ। यसको लागि वर्षौंको राजनीति गरेका होइनौँ, जस्ट हामीले जनताको अपेक्षा र आशालाई चाहिँ सम्बोधन गर्ने प्रयास गरेका हौँ। र आज हामीले 2 पटक सरकारमा जाँदाखेरि साँच्चै भन्नुपर्दा ठ्याक्कै यो एकदमै ठुलो, एकदमै व्यापक परिवर्तन गर्यौँ भन्नको लागि हामीसँग छैन। हामीले प्रयासहरू गर्यौँ, अनेस्ट प्रयासहरू गर्यौँ। शिक्षामा गाउँघरमा तपाईँको समयमा किताब पुग्न थाल्यो। स्वास्थ्यको कुरा गर्नुहुन्छ भने म 1 पटक सरकारमा गएको थिएँ र म 19 दिन मात्र राज्य मन्त्री भएको थिएँ। 19 दिन। पोलिटिक्समा के भनिन्छ, यो 100 डेजलाई चाहिँ सुरुको हनिमुन पिरियड जस्तो एउटा ट्रायल फेज जस्तो होइन, कस्तो चाहिँ गर्दो रहेछ त भनेर इनिसियल फेज अफ अब्जर्भेसनको रूपमा लिन्छ। म मात्र 19 डेजमा गएको थिएँ र आई वाज इन सब पोजिसन होइन, राज्य मन्त्रीको रूपमा। र मैले त्यहाँ के गरेँ भन्दाखेरि अब म प्रत्येक दिन अध्ययन गर्ने, विभिन्न मानिसहरूसँग, विभिन्न स्टेक होल्डरसँग मिटिङ गर्ने बाहेक मन्त्रीज्यूसँग प्रत्येक दिन जस्तो संवाद गर्थेँ र मैले मेरो अधिकार मागिरहेको थिएँ। अधिकार विनियोजन भन्ने हुन्थ्यो क्या त्यहाँ चाहिँ, जस्तै मन्त्रालयको हकमा कति के छ त काम कर्तव्य अधिकार, त्यसलाई चाहिँ डिभाइड गरेर राज्य मन्त्री र मन्त्रीले चाहिँ मन्त्रालय चलाउनु पर्थ्यो। तर मैले अधिकार प्राप्त गर्न सकिनँ। पठाउनुहोस् भन्दा भन्दै समय गयो। तर मैले गर्वका साथ आज के भन्छु भने मेरो त्यो छोटो अवधिबाट सुरु भएको नेपालभरि क्यान्सरको कारणले महिलाहरूमा मृत्यु हुने दोस्रो प्रमुख कारण भनेको स्तन क्यान्सर हो। र स्तन क्यान्सरको लागि स्क्रिनिङको लागि विकसित मुलुकमा यहाँले देख्नु नै भएको छ, 40 गतेका महिलाहरूलाई प्रत्येक वर्ष जस्तो म्यामोग्राम गराइन्छ प्रोग्रामै मार्फत होइन। तर मेरो देशमा चाहे ग्रामीणमा हुन् चाहे
उनीहरू सहरी क्षेत्रमा हुन्, महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि म्यामोग्राम भनेको के हो थाहा नपाइ मर्नुपर्ने स्थिति छ। क्यान्सर भएको बिरामीहरू, ब्रेस्ट क्यान्सर भएको बिरामीहरू लास्ट स्टेजमा गएर अस्पताल पुग्नुपर्ने अवस्था छ। र मैले त्यो मेरो कार्यकालमा चाहिँ देशभरिका महिलाहरूको लागि चाहिँ निःशुल्क ब्रेस्ट क्यान्सर स्क्रिनिङ प्रोग्राम सरकारले नै अपनत्व लिएर सुरु गर्नुपर्छ भनेर नीति निर्माणको प्रक्रिया सुरु गरे र यो बजेट कार्यक्रममा आएको छ। यो वर्ष पनि आएको छ। मैले निरन्तर 3 वर्ष भयो यसको फलोअप गरिराखेको छु। ब्रेस्ट क्यान्सर स्क्रिनिङ सेन्टरै स्थापना गर्ने भनेर कार्यक्रमहरू आएको छ। म्यामोग्राम केही खरिद पनि भइसकेको छ सरकारको तर्फबाट र त्यसलाई हामी फलोअप गर्दैछौँ। सेकेन्ड चाहिँ तपाईँहरू अमेरिकामा हुनुहुन्छ, यहाँ कुनै दुर्घटना हुँदाखेरि तपाईँ 911 तपाईँले प्रेस डायल गर्नुभयो भने तुरन्त तपाईँको घटनास्थलमा जाम नपरिकन समयमै एम्बुलेन्स आइपुग्छ, दमकल आइपुग्छ, एउटा रेस्क्यु टिम आइपुग्छ, सँगसँगै सिक्योरिटी टिम पनि आइपुग्छ। सो यस्तो टिमहरू आउँदै गर्दा म यस्तो देशमा छु जहाँ म एउटा स्वास्थ्यकर्मी भएर पनि दुर्घटना आफ्नो आँखा अगाडि देख्यो भने म एम्बुलेन्स बोलाउनको लागि म कहाँबाट बोलाउने, के गर्ने, अतालिनुपर्ने स्थिति छ। समयमा आइपुग्दैन, जाम हुन्छ अनि अस्पताल कहाँ लैजाने भनेर एकदम ह्याभोक सिचुएसन हुन्छ। सो यसलाई चाहिँ एउटा सिस्टममा ल्याउनुपर्छ भनेर मैले चाहिँ सेन्ट्रल यो एम्बुलेन्स सिस्टमको एउटा केन्द्रीय व्यवस्थापन प्रणाली बनाउनुपर्छ, सेन्ट्रल कन्ट्रोल सिस्टम फर एम्बुलेन्स भनेर बनाउनुपर्छ भनेर मैले चाहिँ 102 डायल गर्यो भने जुनै पनि एम्बुलेन्स होस्, चाहे त्यो प्राइभेट होस्, चाहे त्यो कुनै संस्थाको होस्, चाहे सरकारी होस्, होइन गैर सरकारी होस् या सरकारी होस् या कुनै पनि संस्थाहरूका त्यो चाहिँ जुन अभाइलेबल छ तपाईँको त्यो क्षेत्रसम्म आइपुग्ने गरी 102 डायल गर्दाखेरि त्यो घटनास्थलमा एम्बुलेन्स आउने गरी एउटा सिस्टम चाहिन्छ भनेर सुरुवात गरेँ। मैले नै हस्ताक्षर गरेर सुरुवात गरेको हो। अहिले थोरै थोरै लागु हुन थालेको छ। मैले 2टा कुरा गर्वका साथ भन्नुपर्दा केही चाहिँ सुरुवात गर्न पाएँ 19 दिनमा र गर्नुपर्ने काम धेरै छ। राष्ट्र स्वतन्त्र पार्टीले 2 पटक सरकारमा जाँदै गर्दा एकपटक हाम्रो गृहमन्त्रीज्यूले 45 दिन र हामीले 19 दिन मन्त्रालय सम्हालेका थियौँ। दोस्रो पटक जाँदाखेरि लगभग 5 महिना। अरू दलको हेर्नुहुन्छ भने इतिहास पल्टाएर हेर्नुहुन्छ भने 15 दिन मात्रै सरकारमा गयो भने पनि उनीहरूलाई भ्रष्टाचार गर्न त्यो काफी छ। तर हामी 5 महिना बस्दाखेरि न हामीले टेन्डरमा हामीले एग्रिमेन्ट गर्यो, न कमिसन खायो, न कुनै भ्रष्टाचार गर्यो, न जनतालाई ठग्यौँ। हामी मात्र हाम्रो काम कर्तव्य अधिकारमा केन्द्रित भयौँ। त्यसै कारणले हामी भन्न चाहन्छौँ हामी परीक्षा दिनको लागि अब चाहिँ लायक भइसकेका छौँ। त्यो परीक्षा थिएन, परीक्षा दिन हामी योग्य छौँ। परीक्षा दिनको लागि हामीलाई प्रवेश पत्र दिनुहोस् 84मा भोट हालेर भन्न चाहन्छु। मैले यो मञ्चमा भोट माग्नलाई म हिचकिचाउँदिनँ यहाँहरू समक्ष, किनभने म आज नेपालभन्दा धेरै टाढा 11वटा टाइम जोन पार गरेर यहाँहरू समक्ष आएको एउटै मात्र यहाँहरूसँग सहयोग माग्नको लागि हो। नयाँ नेतृत्व खोजिरहेको छ, नयाँ नेतृत्व खोजिरहेको छ। अनि आज पनि यहाँहरू खुलेर कुनै नयाँ नेतृत्व जसले इमान बोकेर अगाडि बढेको छ, जसले पुराना यथास्थितिवादलाई चुनौती दिने हिम्मत गरेको छ, उसलाई सहयोग गर्नको लागि हिचकिचाउनुहुन्छ, बाहिर आउन हिचकिचाउनुहुन्छ भने तपाईँले कसरी परिवर्तनको अपेक्षा गर्नुहुन्छ? मेरो तपाईँहरूलाई प्रश्न हो। यो हलमा अघि पनि मैले कार्यक्रमको सुरुवातमा पनि भनेको थिएँ, यहाँ मेरील्यान्ड राज्यमा कार्यक्रम भइरहेको पनि विभिन्न जिल्लाबाट विभिन्न राज्यहरूबाट यहाँ पाल्नु भएको छ अतिथिहरू। त्यो सँगसँगै बुझ्नुपर्ने कुरा के पनि छ भने यहाँ रासोबाट नयाँ पार्टी भयो, यो हलभित्र 79-79 पहिला भोट दिनुहुने अतिथिहरू कसैले काङ्ग्रेसलाई भोट दिनुभयो होला, कसैले एमालेलाई भोट दिनुभयो होला, उहाँहरू भविष्यमा पनि काङ्ग्रेस एमालेलाई भोट दिनुभयो, अरू कुनै तेस्रो चौथो पार्टीलाई भोट दिने मतदाताहरू पनि यहाँ हुन सक्नुहुन्छ। तर उहाँहरू यो हलमा आज तपाईँको कुरा सुन्न आउनु भएको छ। यो समर्थन आशा यहाँहरूले आफ्नो कर्मले आफ्नो बाणीले कमाउनु भएको मत हो, यो विश्वास हो। यो विश्वासलाई घुम्न नदिनु होला र यो विश्वासलाई नघुम्न दिनको लागि यहाँहरूले भविष्यमा के कस्तो कामहरू गर्नुहुनेछ, के कस्तो कदम लिनुहुनेछ भन्ने कुराहरू पक्कै पनि धेरै कुरा निर्धारण गरेछ। केही समस्याहरूमा म आउन चाहन्छु। यहाँ आफैले 2079को चुनाव गर्दै गर्दा ललितपुर 3मा म स्मरण गराउन चाहन्छु।
यहाँले उम्मेदवारी दिनुभयो, उम्मेदवारी दिइसकेपछि तपाईँको मेडिकल काउन्सिलको सदस्यतालाई लिएर तपाईँको उम्मेदवारी खारिज गर्नको लागि निवेदन पर्यो। सर्वोच्च अदालतले त्यसलाई बदल गर्न रोक गर्न आदेश दियो। त्यसपछि अन्ततः तपाईँ गएर फाइनली उम्मेदवार हुन पाउनुभयो। त्यस्तै खालको अब्स्ट्याकलहरू, च्यालेन्जेसहरू, चुनौतीहरू नयाँ उदयमान राजनीति गर्छु भन्ने व्यक्तिहरूलाई, पात्रहरूलाई विभिन्न समस्याहरू खडा गरिएको सिस्टमिक रूपमा हामीले देखेका छौँ। एउटा प्रश्न पनि तलबाट आएको छ ओम ओझाज्यूको, देशमा केही गर्छु भनेर पर्खिनुभएका रवि लामिछानेलाई देशमा जुन किसिमका विभिन्न आरोपले अहिले रूपन्देही अदालतमा बसिरहँदा विदेशमा रहेका हामी जस्ता लाखौँ नेपाली देशमा केही गर्छु भन्ने त हतोत्साहित हुने भए होइन। आफ्नो सभापतिलाई यस्तो भइरहँदा देश फर्कन चाहने लाखौँ नेपालीलाई कसरी प्रोत्साहन गर्न सक्नुहुन्छ? राजनीति फोरी छ भनेर के बुढाले आमाले यस्तो फोरी राजनीति छ, किन राजनीतिमा जान लाग्यो भन्नुभयो कि मैले बुवा आमालाई नसोधिकन नभनिकन म जेनरल सर्जन हुँदै गर्दाखेरि मैले त्यो जागिरबाट राजीनामा दिएँ। अनि राजीनामा दिएँ, त्यसपछि मैले फेसबुकमा ल म उठ्दैछु है भनेर मैले पोस्ट गरेँ। अनि बल्ल बुवालाई फोन गरेर मैले त राजीनामा दिएँ, म राजनीति गर्न लाग्यो भने। अनि घर पुगे, आमा रोइराख्नु भएको छ। आमा सबै पनि every day my mom asks politics छोड, तिमीलाई हामीले पोलिटिक्स गर्नुको लागि डक्टर बनाएको होइन, सर्जन बनाएको उपचार गर्नुको लागि हो, फर्किएर आऊ भन्नुहुन्छ। म भन्छु होइन, अब छोरीले देशको लागि काम गर्न थालिसक्यो, देशको उपचार गर्छु भनेर मैले अगाडि बढिरहेको छु। राजनीति छोरी छ भन्ने जानाजान थाहा भएर आएको हो कि हामी। रवि लामिछानेज्यूलाई राजनीति फोरी छ भने थाहा भइकन पार्टी खोल्या हो के। उहाँ पत्रकारिता गर्दै गर्दाखेरि मैले देख्नुभयो नि त, देश विदेशमा दुःख पाएका अल्पत्र नारीहरूलाई, महिलाका ती विषय, हिंसाका विषयहरूलाई कसरी उहाँले सम्बोधन गर्न खोज्नु भएको थियो मिडिया मार्फत। गाउँमा अस्पताल बनाउन प्रयास गर्नुभयो। सहरमै भएका विभिन्न सामाजिक, आर्थिक र राजनैतिक मुद्दाहरूलाई उहाँले चाहिँ उठाइराख्नु भएको थियो। एन्ड वाट इज रियलाइज द्याट इट्स नट इनफ। सिस्टममै प्रब्लम रहेछ र सिस्टमलाई रिप्लेस गर्नको लागि, गुड गभर्नेन्समा ल्याउनको लागि एउटा संस्था खोलेर हुँदैन, एउटा एनजिओ मात्र खोलेर हुँदैन, पार्टी नै खोल्नुपर्छ। अनि राजनीतिमा आएर मेन स्ट्रिम पोलिटिक्स गरेर यिनीहरूलाई चाहिँ रिप्लेस गर्नुपर्छ। त्यसको लागि एउटै मात्र विकल्प भनेको नयाँ राजनीतिक दल हो। त्यो कारणले हामीले राजनीतिक दलबाट सुरु गरेको हो हाम्रो यात्रा होइन। च्यालेन्जेसको कुरा गर्नु हो, म उम्मेदवार मात्रै हुँदाखेरि मेरो उम्मेदवारी उजुरी मात्र पऱ्यो होइन, खारेज भयो। मेरो उम्मेदवारी खारेज भयो कि। अनि खारेजै भइसक्यो, पोलिटिक्स पनि जाने छैन र ठिकै छ नि त, यसै पनि पोलिटिक्स गर्नु नपर्ने रहेछ, खारेज हो भने म फुलफुल भोलिबाट हस्पिटल गएको हुन्थ्यो त, छुट्थ्यो त। तर मैले के सोचेँ, म एउटा युवा भएर नेतृत्व गर्छु भनेर निष्पक्ष ढङ्गले उठ्दै गर्दाखेरि समाजले मेरो उम्मेदवारीलाई खारेज गर्छ भने मैले राजनीति छोड्नु हुन्न, मैले राजनीति गर्नै पर्छ भनेर म मेरो मुद्दा लिएर सर्वोच्च पुगेँ। मलाई अझै बढी के रियलाइज भयो भने मेरो समाजलाई यसबाट उकास्नु पर्नेछ, मुक्ति दिलाउनु पर्नेछ र मैले राजनीति गर्नै पर्छ भन्ने मलाई थप रियलाइजेसन भयो। When I went to the Supreme Court, अनि त्यहाँबाट स्टे अर्डर आयो। मैले निरन्तर यसमा मुद्दा, मेरो पेसी सर्यो कि के भयो, अनि अस्ति भर्खरै मात्र यसको चाहिँ फाइनल डिसिजन आएको छ। एन्ड वी वोन द केस। आजको स्थितिमा चुनौती के छ भन्नुहुन्छ? पत्रकारिता गरेर देश विदेशमा नाम कमाइरहेको एउटा प्रख्यात पत्रकार रवि लामिछानेज्यू नहुँदा पत्रकारिताकै माध्यमबाट गिनिज वर्ल्ड रेकर्डमा नाम लेखिसकेको मान्छे, देशभरिका नागरिकहरूलाई सेवा गरिरहेको मान्छे भनेको सेवा गर्नको लागि, नाम कमाउनको लागि, दाम कमाउनको लागि उहाँलाई पोलिटिक्स चाहिँदैन थियो। पत्रकारिता नै काफी थियो। तर पोलिटिक्स गर्नुभयो, 2 चोटि सरकारमा जानुभयो, दुई पटकै उहाँले चाहिँ गृह मन्त्रालय बुझ्नुभयो क्या। किनभने रुट कज अफ
failure in every sector, including health, education, infrastructure, agriculture, bureaucracy, सबैको समाधान चाहिँ भ्रष्टाचारलाई आउटरुट गर्नु हो र त्यसको लागि गृह मन्त्रालय चाहिन्छ। दोषीहरूलाई जेल हाल्न पर्यो नि त होइन, त्यसको लागि गृह मन्त्रालय चाहिन्छ भनेर उहाँले आँट गर्नु हो। अनि आज उहाँ आफू ठुलामा हुनुहुन्छ, कुन पक्षका लागि ठुलामा हुनुहुन्छ। 8-10 महिना भयो अदालत घुमाइरहेको छ। मेरो एउटा केसको कपालको त्याम्रो बराबरको प्रमाण भेटिएको छैन। राज्यका तमाम निकाय र संस्थाहरू चाहिँ उपयोग भइसकेका छन् अनुसन्धानमा, एउटा प्रमाण भेटेको छैन। अनि तपाईँको प्रश्न छ हामीलाई के च्यालेन्ज छ, चुनौती छ राजनीतिमा, यति धेरै चुनौती छ तर हामी हात खाएका छैनौँ। हामी लड्छौँ, यिनीहरूलाई विस्थापित गरेरै छाड्छौँ, देशमा सुशासन स्थापित गरेरै छाड्छौँ र आम नागरिकको इच्छा अपेक्षा र सपना बोकेको त्यो संविधानलाई एउटा कागजको खोस्टामा मात्र सीमित होइन कि एउटा व्यवस्थाको घोषणा पत्र जस्तोमा मात्र सीमित होइन कि वास्तवमै नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्ने किसिमको त्यो चाहिँ एउटा नेसनल मूल कानुनको रूपमा हामी अगाडि बढाउन चाहन्छौँ भनेर म यहाँलाई भन्न चाहन्छु। चुनौती नै चुनौती छ, चुनौती नै चुनौती छ। त्यसमा काम गर्दै गर्दा फोहोरका छिट्टाहरू हामीमा आइरहेको छ। यहाँको आलोचना सुनिरहेका छौँ, गाली सुनिरहेका छौँ। बट we knew that would happen. हामीले थाहा भएरै आएको हो। फोहोर छ भनेरै डङ्गुरलाई फाल्नको लागि चाहिँ झाडु कुचो साबुन के हुन्छ सबै मुकेर हिँडायो। हामीलाई छिट्टा लाग्न सक्छ एन्ड वी आर रेडी फर द्याट। नेपाली हामीले विकासको एउटा चित्र चाहिँ हामीले पाएका छौँ। किनभने सामाजिक सञ्जाल छ, हामी नेपालीहरू विभिन्न देश विदेशमा विभिन्न क्षेत्रमा ख्याति व्यक्तिगत तहमा ख्याति कमाउनु भएका नेपालीहरू पनि थुप्रै भइसक्नुभयो। हामीले देश विदेश देखेका छौँ, विकास भनेको के हो भन्ने कुरा बुझेका छौँ एउटा तहमा। तर विकास आफ्नो देशमा आफ्नो गाउँठाउँमा भएको हेर्ने चाहना चाहिँ हाम्रो आजसम्म पुरा हुन सकेको छैन। र यो आजको मात्र कुरा होइन, हामीले दशकौँदेखि यो अपेक्षा राख्थ्यौँ। हामी पटक पटक निराश हुँदै आएको 62-63 जनआन्दोलनपछि एउटा माओवादी केन्द्र माओवादी पार्टी त्यति बेलाको प्रति जुन आवाज र जुन मान्छेहरूको अपेक्षा थियो, झन्डै 2/3 झन्डै एउटा ठुलो मतका साथ माओवादी पार्टी भन्ने 62-63 पछि स्थापित भएको थियो। रासोपाको पार्टीको चाहिँ यो ग्राफलाई हेर्दाखेरि अहिलेको पपुलारिटी र राइजलाई हेर्दा कतै त्यो किसिमको एउटा ठुलो उभार छ, ठुलो अपेक्षा छ। तर त्यो सँगसँगै पार्टीप्रति शङ्का गर्ने मान्छेहरूको पनि कमी छैन। पार्टीभित्र आन्तरिक लोकतन्त्रको कमी भयो भन्दै आलोचना हुने गरेको छ। र पार्टीको चाहिँ विकासलाई, वृद्धिलाई र यो पपुलारिटीलाई मेन्टेन गरिराख्ने हो भने पार्टीले संस्थागत विकास पनि गर्नुपर्छ भन्ने चाहिँ क्रिटिकहरू भन्ने गर्छन्। त्यसप्रति रासोपा तपाईँ केन्द्रीय सदस्य पनि हुनुहुन्छ पार्टीको। पार्टीलाई संस्थागत रूपमा विकास गरेर स्थापित गर्ने र उभार चाहिँ 5 वर्षको 10 वर्षको 84 सम्मको मात्रै होइन, 84 पाइ पनि रासोपालाई उत्तिकै पपुलर पार्टीको रूपमा मेन्टेन गर्नको लागि रणनीति के हो? वेल, हाम्रो पार्टी अहिले बिल्डिङ प्रोसेसमा छ र यसलाई चाहिँ हामीले एकदमै वी हेभ भेरी सर्ट ड्युरेसन 84 सम्ममा होइन। 84 पछिको हाम्रो जुन भिजन छ त्यसलाई पुरा गर्नको लागि पहिला हामी चाहिँ सरकारमा जानुपर्नेछ क्या। जबसम्म हामीलाई ठ्याक्कै त्यो ताला खोल्ने गरी चाबी हातमा पर्दैन नि तबसम्म हामीले अरू कुरामा अल्मलिरहनु भने द्याट विल अगेन नेभर ह्यापन होइन। फेरि हामी सानो समूहमा मात्रै, जस्तै हामी अहिले 19 जना छौँ, 21 जना थियौँ, 1 जना ठुलामा हुनुहुन्छ, 1 जना हाम्रो उपसभामुख हुनुहुन्छ, हामीसँग 19 जना अहिले चाहिँ सांसदहरू हुनुहुन्छ होइन। फेरि अर्को पटक पनि हामी यही 20 जना र 22 जनामा सीमित भयो भने त हामीले राजनीति नगरेकै हुन्छ भन्छु म। आजको स्थितिमा यस्तै किसिमका गठबन्धनहरू भइरहने, यिनीहरूले नै ताला चाबी हातमा लिइरहने अनि हामी चाहिँ संसदमा जनताको मुद्दा मात्रै टेबल ठोकी कराइरहने हो भने यहाँहरूले यो हलमा आउनुको औचित्यमाथि पनि प्रश्न गर्नुपर्ने स्थिति आउँछ भनेर भन्न चाहन्छु म। आन्तरिक लोकतन्त्रको कुरा गर्नुभयो, संस्थागत विकासको कुरा गर्नुभयो, एकदमै वी आर वर्किङ अन द्याट।
हाम्रो अधिवेशन भएको छैन, महाधिवेशनको लागि हामीले डेट घोषणा गरिसकेका छौँ र म के विश्वास गर्छु भने कुनै पनि क्रिटिकल बिरामीलाई अपरेसन कोठामा सिधै लिएर गइँदैन नि। पहिला के गरिन्छ, पहिला चाहिँ अक्सिजन दिइन्छ, ब्लड दिइन्छ, फ्लुइड्स दिइन्छ, स्टेबल बनाइन्छ नि होइन हो। त्यस्तै पार्टी चाहिँ सिधै गएर भनौँ न एउटा आफूले देखेको भिजनलाई पुरा गर्नको लागि त्यो अपरेसन मोडालिटीमा जानको लागि एउटा अक्सिजनको रूपमा चाहिँ महाधिवेशनलाई लिनुपर्छ। हामीले पार्टीको एउटा अक्सिजन हो महाधिवेशन जस्तो मलाई लाग्छ र वी आर वर्किङ अन द्याट होइन, हामी काम गरिरहेका छौँ। यहाँले देख्नु भएको छ सांसद भइसकेको व्यक्तिको पनि भ्रष्टाचारको गन्ध मात्र आउँदाखेरि हामीले उहाँलाई निष्कासनै गरेका छौँ पार्टीबाट। पार्टीको मूल्य र मान्यता विपरीत भएका व्यक्तिहरू जुनै तह र तबकामा कारबाहीमा पर्नु भएको छ। म च्यालेन्ज गरेर भन्छु अख्तियारले अनुसन्धान गरिरहेका, भ्रष्टाचारको मुद्दामा परेका, छताछुल्लो समाचारमा आएका व्यक्तिहरूलाई सम्बन्धित पार्टीहरूले निष्कासन गरेर देखाउन च्यालेन्ज गर्यो। सक्छौँ, त्यो हामीले गरिरहेका छौँ र हामी 84 पछि सरकारमा जाँदै गर्दा पनि हामीले गर्ने भनेको पारदर्शिता र उत्तरदायित्व र जवाफदेहिता सहितको सुसंस्कृत राजनीति हो। जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न गयो। अरूको प्रश्नमा मैले थोरै छुटाए जस्तो लाग्यो, विदेशमा हुनुभएका युवाहरूलाई के सन्देश दिनुहुन्छ भन्ने प्रश्न थियो। आज म फेरि पनि भन्दैछु, यो ठाउँमा म आएर भाषण दिने मलाई कुनै रहर छैन। म त संसदमै बोल्न सक्छु जनताको मुद्दा, यहाँ बोलेर काम पनि छैन। तर म यहाँ एउटै मात्र उद्देश्य के लिएर आएको छु भने मेरो देशमा आज जसरी यहाँहरू एउटा सानो गाउँमा आफूले रिप्रेजेन्ट गर्ने गाउँमा सर्लाही, सप्तरी, डडेलधुरा जुनै पनि ठाउँमा पहिरो जाँदा, बाढी जाँदा अत्तालिनु हुन्छ नि, के गर्न सकिन्छ उठो, कहाँबाट पैसा जुटाउँ, के गर्नु, फन्ड पठाउँ कि आफै जाउँ कि, एकदमै अत्तालिनु हुन्छ। अनि गभर्मेन्ट फन्डमा चाहिँ पैसा हाल्न डराउनु हुन्छ नि होइन, सरकारी कोषमा चाहिँ पैसा हाल्नलाई डराउनु हुन्छ यहाँहरू, डोनेसन दिनलाई पीडितसम्म पुग्दैन भन्ने चाहिँ यहाँहरूलाई लाग्छ हो। त्यो सिचुएसनलाई चेन्ज गर्न चाहन्छु। जसरी एउटा गाउँमा बाढी पहिरो र भूकम्प जाँदा यहाँहरू अत्तालिनु हुन्छ नि, आज म यहाँहरू समक्ष आएर भन्दैछु एउटा गाउँमा होइन, एउटा बस्तीमा, सहरमा होइन, मेरो देशमा बाढी गइरहेको छ, मेरो देशमा पहिरो गएको छ र त्यो पहिरोले सक्षम युवालाई देशबाट विस्थापित गरिरहेको छ। मेरो देशमा भूकम्प गएको छ र म यहाँ गुहार्न आएको हुँ यहाँहरू समक्ष। म भन्न आएको मेरो देशमा भएको बाढी पहिरो र भूकम्पबाट मेरो देशलाई बचाउनको लागि, भ्रष्टाचारलाई निर्मूल गर्नको लागि, सुशासन स्थापित गर्नको लागि नेतृत्व परिवर्तन गर्नुपर्छ र त्यसको एउटै मात्र उपाय हो मत परिवर्तन। त्यो मत परिवर्तन गर्नको लागि सक्नुहुन्छ, आउनुहोस्, घर फर्केर आउनुहोस् र 84मा आफूले नेतृत्व गर्ने मत गर्नुहोस्। तपाईँको लागि म सँगसँगै भोट माग्न जान तयार छु। दोस्रो होइन, नेतृत्व लिँदिन भन्नुहुन्छ भने पनि आउनुहोस्, भोट हाल्न आउनुहोस्। कम्तीमा एक यहाँको इमान्दार भोट मेरो देशले नपाएको कारणले बेइमानहरूले जितेका हुन् के। जिम्मेवार सरकार निर्माण गर्नको लागि नागरिक जिम्मेवार हुनुपर्छ। जबसम्म इमान्दारहरूले भोट गर्दैनन् नि तबसम्म ठगहरूले नै शासन गर्छन्, तबसम्म बेइमानहरूले शासन गर्छन्। त्यही भएर एक इमान्दार भोटलाई म बटुल्न आएको हुँ, एक भोटलाई म सङ्कलन गर्न आएको हुँ। निर्धक्कता भन्छु हो, मैले इमानको भोट यहाँ समक्ष माग्न झोली थापेर आएको छु मेरो देश बचाउनको लागि। यहाँले अब पैसा पठाउन पर्दैन, यहाँले विभिन्न संस्था गठन गरेर कसरी फन्ड रेज गर्ने र एउटा गाउँलाई कसरी सहयोग गर्ने भनेर सोच्नु पर्दैन। यहाँहरूको पैसा पनि चाहिएन, तर यहाँहरूको मत चाहिएको छ, भोट चाहिएको छ। म भोट माग्न आएको हुँ आजदेखि नै। र तेस्रो, यहाँहरूले भोट दिन सक्नुहुन्न, सिटिजनसिप लिइसक्नु भएको छ। राजनैतिक परिस्थितिले गरेर आजको दिनमा यहाँले यहाँको नागरिकता लिइसकेपछि भोट हाल्न सक्नुहुन्न भने पनि आउनुहोस् न, देश आउनुहोस् र हामी जस्तोको लागि क्याम्पेन गरिदिनुहोस्। 1 महिना बिदा लिएर आउनुहोस्। यहाँको बिदाहरू हुन्छ नि वर्षभरि कस्तो राम्रो यतातिर चाहिँ सिस्टम छ होइन, आफूले अहिले वर्षभरि पाउने बिदाहरू चाहिँ आज लिन्न
अर्को वर्ष लिन्छु अर्को महिनामा लिन्छु भनेर यहाँले सङ्कलन गर्न सक्नुहुन्छ। हो त्यसरी नै 5 वर्षसम्म 3 वर्षसम्म 7 वर्षसम्म कति वर्ष भयो होला दसैँमा टिका लगाउन जानु पाउनु भएको छैन होला, तिहारमा टिका लगाउन जानु पाउनु भएको छैन होला, भिडियो कल मार्फत टिका थाप्नुहुन्छ होला, जमरा थाप्नुहुन्छ होला, बहिनी यसपालि पनि भिडियो कलमै 70 मिनट टिका लाउँछु, अर्को पालि चाहिँ आउँछु भन्नुहुन्छ होला। अर्को 1 वर्ष नजानुहोस्, अर्को 1 वर्ष, अर्को 2 वर्ष यहाँले भनिदिनुहोस् परिवारलाई म अर्को 2 वर्ष दसैँमा बरु नआउला, म तिहारमा नआउला, तर 84मा भोट हाल्न आउँछु भनिदिनु होला। 84मा मैले भोट हाल्न पाउँदिनँ होला, तर तुलसीमा गान्धी जस्तो, सोभिता गौतम जस्तो, सुमना श्रेष्ठ जस्तो, सोरेन घरले जस्ताहरूलाई जिताउन अझै धेरै बनाउनको लागि म क्याम्पेन गर्न आउँछु भनिदिनु होला। त्यो सहयोग माग्नको लागि आएको हुँ यहाँहरू समक्ष। म पैसो माग्न आएको होइन, यहाँको विश्वास र आशा माग्न आएको हुँ। यहाँको विश्वासको खाँचो छ, यहाँको मतको खाँचो छ। जबसम्म यहाँहरूले पुरानाहरूलाई गाली गरिराख्नुहुन्छ नि, सरापिराख्नुहुन्छ नि, कामै नलाग्ने यस्तो यस्तो खायो नि बर्बाद पायो, मैले पैसा परेको उसैले खायो भन्नुहुन्छ, सरापी गर्नुहुन्छ, अनि भोट चाहिँ उसैले हाल्नुहुन्छ। भोट नखराब्नुहोस्, प्रशंसा गरिदिनुहोस्, वाह भनिदिनुहोस्, ताली बजाइदिनुहोस्, तर भोट फेरिदिनुहोस्। देश बन्छ, पक्का बन्छ। भोट फेरिदिनुहोस्, प्रशंसा गरिदिनुहोस् उहाँहरूलाई। गाडी ल्याउनु छैन, म पनि वाला भनेको एउटा, तर यहाँलाई थाहा छ नि होइन, जनता समक्ष हामीले त्यो ट्रुथलाई राख्ने हो कि फ्याक्ट्सलाई राख्ने हो कि हामी एभिडेन्स बेस्ड राजनीति गर्न चाहन्छौँ, रिसर्च बेस्ड नीतिहरू पोलिसीहरू बनाउन चाहन्छौँ र त्यसको लागि यहाँहरूको सहयोगको खाँचो छ। र चौथो कुरा, यहाँहरूले यहीँ बसेर पनि हामीलाई आफ्नो विज्ञता दिएर सहयोग गर्न सक्नुहुन्छ। संसदमा बन्ने नयाँ नीतिहरूमा विधेयकहरूमा यहाँहरूले आफ्नो धारणा हामीलाई दिन सक्नुहुन्छ। मलाई के विश्वास संसारको कुनै पनि सेवा क्षेत्रको चाहिँ बेस्ट सिस्टम यहाँले हेरिराख्नु भएको छ, उपभोग गरिराख्नु भएको छ, एक्सपिरियन्स गरिराख्नु भएको छ। यहाँको एक्सपिरियन्स हामीलाई चाहिन्छ, यहाँको अनुभव हामीलाई चाहिन्छ, यहाँको एक्सपर्टिज हामीलाई चाहिन्छ। हामीलाई सल्लाह दिनुहोस्, सुझाव दिनुहोस्, गाली गर्नुहोस्, आलोचना दिनुहोस्, तर हामीले गरेको यो त्यागको राजनीति र इमानको राजनीतिमाथि हात नगरिदिनुहोस्। यतिकै देश बन्छ। निकै गहकिलो तर्क रासोपा प्रति अपेक्षा छ, ठुलो अपेक्षा छ र त्यही अपेक्षाकै भार लाई यहाँले पुग्नको लागि यहाँले ठुलो मेहनत गर्नुपर्नेछ। यो कुरा माननीयज्यूले र रासोपाको केन्द्रीय नेतृत्वले गर्न पक्कै पनि गरेको होला। र हामीसँग थुप्रो यो समस्याको चयन हुँदै गर्दाखेरि बाटो अथियो, बाटो बनाएन, त्यसैले नयाँ वडा अध्यक्ष चाहियो। हस्पिटल छ, हस्पिटलमा डक्टर भएन, त्यसैले नयाँ स्वास्थ्य मन्त्री चाहियो। प्रधानमन्त्री भ्रष्टाचारी भयो, त्यसैले नयाँ प्रधानमन्त्री चाहियो। समस्या हेर्दाखेरि चाहिँ जहाँ पनि समस्या देखाइदिइसकेपछि हामीलाई नेतृत्व क्लेम गर्न सजिलो छ, समस्या देखाउन सजिलो छ। यहाँले सुरुमै समस्या होइन सोल्युसनबाट कुरा गरौँ भन्नुभयो, द्याट वाज भेरी पोजिटिभ। तर यो राष्ट्रलाई लाग्ने गरेको आरोप के छ भने प्रतिक्रियाशील बढी भयो, बढी रियाक्टिभ भयो, प्रोएक्टिभ भएन, स्ट्राटेजिक भएन, रणनीतिक भएन भन्ने आरोप चाहिँ चर्को छ। त्यसमा यहाँको प्रतिक्रिया के छ? हामी रिसर्च बेस्ड राजनीति गर्न खोजिरहेको छौँ भने नि भाइ, एभिडेन्स बेस्ड पोलिसिजहरू बनाउन खोजिरहेका छौँ। आई थिङ्क द्याट्स प्रोएक्टिभ नेचर होइन र कि त्यसले रियाक्टिभ भनिन्छ। रिसर्च गरेर अनि पोलिसी बनाउनलाई रियाक्टिभ भनिन्छ कि प्रोएक्टिभ भनिन्छ, मलाई नबुझ्या हुनसक्छ है। मलाई चाहिँ प्रोएक्टिभ नेचर जस्तो 84 आउनलाई 2 वर्ष बाँकी छ, अनि फेरि अन्तमै राजनीति गर्नु पर्यो भने जनतालाई धोका हुन्छ भनेर म आजै यहाँसँग भोट माग्न आउँदैछु। यसलाई रियाक्टिभ भनिन्छ कि प्रोएक्टिभ भनिन्छ? मैले यहाँ पनि सुन्न चाहे, मलाई चाहिँ प्रोएक्टिभ जस्तो लाग्छ। हामी प्रयास गर्दैछौँ, एकदमै अध्ययन गर्दैछौँ। जनताले खोजेको चाहिँ के हो भन्दाखेरि उनीहरूको एक रकम हुन्छ नि। अब यहाँहरू विकसित मुलुकमा हुनुहुन्छ, यहाँले आफ्नो घर परिवारलाई यहाँबाट सहयोग गरिराख्नु भएको छ। खाडी मुलुकमा
दिनरात नभनिकन पसिना काटिरहनु भएकोहरूले रेमिटेन्स पठाउनुहुन्छ, त्यसलाई पनि मेरो सरकारले दुरुपयोग गरिरहेको छ। देशभित्रै भएका नागरिकहरूले कर तिर्नुहुन्छ नि, हरेक कुराको कर तिर्नुहुन्छ। आफ्नो घर अगाडि भत्किएको झिङ्गाले ल्याएको रोगबाट भएको महामारी भयो भने अनि त्यसपछि भएको बिमारको त्यो रोगको पनि उहाँहरूले कर तिरिराख्नु भएको छ कि। आफ्नो घर अगाडि भत्किएको सडकमा लडेर दुर्घटना भएर खुट्टा भाँच्नु पर्यो भने महँगो स्वास्थ्यको उहाँहरू शिकार भइराख्नु भएको छ कि। भत्किएको सडकको पैसा तिर्नु परेको छ, पानी नआउने भाडाको पैसा तिर्नु परेको छ, अनि जनताको कर यति दुरुपयोग भइरहेको छ। अनि हामीले त्यो बचाउनु पर्छ, पारदर्शिता चाहिन्छ, अकाउन्टेबिलिटी हामी खोजिरहेछौँ। सम्पत्ति विवरण सार्वजनिक गर न भनिरहेका छौँ, गर्दै गर्दैनौँ। हामी प्रोएक्टिभै हुन खोजिरहेका छौँ। अझै पनि यसमा हामीले थप सुधार गर्नुपर्नेछ भने म सल्लाह माग्न आएको छु यहाँहरू समक्ष। हामीलाई थप परिष्कृत हुनको लागि यहाँको खाँचो छ भनेर भन्न चाहन्छु। We are really working on this. हामीले ब्लुप्रिन्टहरू तयार पार्दैछौँ। हामी भोलि एकल बहुमतको सरकार हामीले बनायौँ भने, हामीले भने जस्तो क्याबिनेट बनाउन पायौँ भने, हामीले भने जस्तो मन्त्रालयहरू मार्फत जनताको पक्षका नीति कानुनहरू बनाउन पायौँ भने हामी कस्तो काम गर्छौँ भनेर हामी ब्लुप्रिन्टहरू बनाउँदैछौँ। यो पनि हामीले प्रोएक्टिभले गर्न खोजेका कामहरू हुन्। यहाँहरू समक्ष आउँदै गर्दा 84मा हामी त्यो ब्लुप्रिन्ट सहित आउन चाहन्छौँ। त्यो मात्र होइन, यहाँ आएर यो विदेशी भूमिमा आएर धेरैले ठुला भाषण दिनुभयो होला, तपाईँहरूको नागरिकता बचाउने प्रयास हामी गर्छौँ भन्नुभयो होला। म यहाँ समक्ष वार्ता गर्न चाहन्छु। प्रोएक्टिभली काम गरेर हामी गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूको वंशजको नागरिकता खारेज हुनु हुँदैन भनेर हामी संघीय सचिवालयमा राज्य व्यवस्था समितिमा हाम्रो तर्फबाट दस्तावेज हामी दर्ता गराउनेछौँ, संसदमा बोल्छौँ। आर्थिक, सामाजिक र राजनैतिक अधिकार हुनुपर्छ भनेर भन्छौँ। विदेशमा हुनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मत अधिकार दिनुपर्छ, भोटिङ राइट्स हुनुपर्छ भनेर हामी त्यसका तयारीहरू गरिरहेका छौँ। यो सबै हाम्रो प्रोएक्टिभ तयारी हो। भोलि गएर सरकार बन्दै गर्दा हामीले कस्तो काम गर्छौँ भनेर। तर अहिले हामीसँग साथी छैन, अहिले हामीसँग बहुमत छैन। आजको स्थितिमा नेपालमा सङ्ख्याको राजनीति भइरहेको छ, सङ्ख्याको राजनीति भइरहेको छ। हामीसँग क्षमता छ, हामीसँग दक्षता छ, हामीले अध्ययन गरेका छौँ, हामी कानुन बनाउन खोजिरहेका छौँ, तर हामीसँग सङ्ख्या पुगिरहेको छैन। हो, त्यो सङ्ख्या पुर्याउनको लागि यहाँको सहयोग चाहिन्छ भनेर आएको। फेरि पनि भन्न चाहन्छु, हामीले करप्सनलाई कम्प्लिटली ऱ्याडिकली ट्रिट गरेर हामी चाहिँ ऱ्याडिकली ट्रिट गरेर सुशासन स्थापित गर्न चाहन्छौँ र प्रोएक्टिभली नै काम गरेमा, एभिडेन्स बेस्ड, रिसर्च बेस्ड पोलिसी बनाएमा कस्तो हुन्छ भनेर हामी चाहिँ देखाउन चाहन्छौँ। धन्यवाद। यहाँको आन्सर देखि पनि डराएको छ माइक। त्यो माइक प्रयोग गर्नु होला, त्यो त्यसलाई हेडसेटलाई चाहिँ अफ गरिदिनु भएको छ, त्यहाँ बटन छ। प्रश्नहरू सायद अघि आयोजकको तर्फबाट यहाँलाई सूचना भइसकेको छ। कसैलाई प्रश्न गर्नु छ भने यो पेपरमा प्रश्न पास गर्नु होला भनेर अनुरोध भइसकेको छ। यहाँ धेरै प्रश्नहरू मलाई आएको छ। यो सबै प्रश्नहरू उत्तिकै महत्त्वपूर्ण छन्, तर मैले विचार गरेको कुरा चाहिँ धेरै प्रश्नहरूको सार चाहिँ मिल्दोजुल्दो छ र मैले कतिपय प्रश्नहरू यो अन्तर्क्रियामा पनि राखिसकेको छु। त्यसैले प्रश्नको सार चाहिँ आइसकेको छ भने त्यो प्रश्न दोहोऱ्याएर लागि चाहिँ केही यो प्रश्नहरू म स्किप गर्नेछु, तर आएका नयाँ प्रश्नहरू हामी समेट्नेछौँ। म केही अनुरोध गर्छु हजुरलाई। यो जसले प्रश्न सोध्छ नि, म एकचोटि उहाँलाई हेर्न पनि चाहन्छु। उठिदिनु भयो भने वाइल रिज द क्वेसन, उठिदिनु भयो भने आई थिङ्क इफ इट्स एक्सेप्टेबल टु यु है। अनि दोहोरिएका प्रश्नहरू पनि एकचोटि सुन्न चाहिँ चाहन्छु, किनभने प्रश्न उहाँहरूले एकदमै कहाँ टाढादेखि आएर प्रश्न राख्नु भएको छ। कम्तीमा यो फ्लोरले प्रश्न चाहिँ पाओस्, उत्तर म दिन्छु। अर्को प्रश्न छ ज्ञानहरी घिमिरेजीको, चितवन हाल बाजुको ज्ञानहरी।
डाक्टर तोसीमाग जी नमस्कार। प्रश्न पर्दैछ। तपाईँ 3 वर्षदेखि गन्दै राजनीति सफा गर्न आफ्नो लोभलाग्दो पेसा छोडेर आउनु भएको छ। यो 3 वर्षमा तपाईँलाई कुनै समय कुनै पल बेकारमा यस्तोमा होमिएछ भन्ने पश्चाताप भयो कि भएन? यो प्रश्न छ। त्यो प्रश्नसँग मेरो अर्को प्रश्न म जोडिहाल्छु। समावेशिताको कुरा भन्ने गर्छ। यहाँले एउटा महिला प्रतिनिधिको रूपमा सुमना श्रेष्ठ, यहाँ सोभिता गौतम, अरू पनि प्रतिनिधिहरू हुनुहुन्छ तपाईँहरू जो एकदमै प्रोएक्टिभ भएर लाग्नुहुन्छ, देखिन्छ, यहाँहरूको आवाज सुनिन्छ, जनताले पनि मन पराउनुहुन्छ, चाहनुहुन्छ। सो यो तपाईँको महिलाको रूपमा चाहिँ समावेशिताको कुरा गर्दाखेरि एउटा महिला सांसदको रूपमा खेल्नु परेको कुनै विभेदको कुनै कुरा छ भने वा सङ्घर्षको कुनै कुरा छ भने वा त्यो सँगसँगै अरू कुनै व्यक्तिगत चुनौतीका कुरा छन् भने कुनै पश्चाताप लाभ भयो कि भएन भन्नु भएको छ। उहाँको प्रश्न जवाब दिनु होला। धन्यवाद। एकदमै राम्रो प्रश्न सोध्नु भएको छ। एकदमै राम्रो प्रश्न सोध्नु भएको छ। धन्यवाद। नेपालमा चाहिँ आज पनि राजनैतिक, आर्थिक, सामाजिक जुनै पनि हिसाबले जुन कुनै तहरा तबकामा महिलाको लागि अझै पनि चुनौतीपूर्ण छ नै। यो सत्य हो, तितो सत्य नै हो र राजनीति पनि त्यसबाट छुटो छैन, पर छैन। राजनीतिभित्र हाम्रो पार्टीमा चाहिँ कम्तीमा त्यस्तो छैन। महिला नेत्रीहरूले कस्तो गरिराख्नु भएको छ यहाँले देख्नु नै भएको छ। अवसर नपाउनु भए पक्कै पनि त्यति गर्नुहुने थिएन होला। हामी स्ट्यान्ड आउटै गरिरहेका छौँ। तर मलाई दुःख लाग्छ, मेरै छेउमा बस्नुहुने अरू पार्टीको महिला सांसदले हामी जस्तो बोल्ने प्लेटफर्म पाउनुहुन्न। त्यही संसदभित्र पनि, त्यही संसदभित्रकै हजुरको प्रतिनिधि सभा नियमावलीमा लेखिएको छ प्रत्येक संसदीय समितिको 1/3 सभापति चाहिँ महिला हुनुपर्छ भनेर। हामी सरकारमा छैन हो अहिले, हामीले हामीलाई बनाउनु पर्छ भने होइन। कम्तीमा उनीहरूले आफ्नै पार्टीको महिलालाई त ठाउँ दिनुपर्छ नि, त्यो पनि दिँदैनन् क्या। अनि उनीहरूको राजनीतिले महिला सशक्तिकरणको आवाज बोल्छ भनेर हामीले पत्याइदिनु पर्ने, म एउटा महिला युवा नेताले पत्याइदिनु पर्ने, म पत्याउन सक्दिनँ। उनीहरूले गठबन्धन गरेर सरकार बनाउँछन् अनि 25 जनाको क्याबिनेटमा 2 जना मात्र महिला हटाउँछन्। अनि मैले पत्याइदिनु पर्ने महिला सशक्तिकरण भयो भनेर, महिला सहभागिता भयो भनेर। राज्यको सबैभन्दा गरिमामय, सबैभन्दा उच्चतम निकाय सिंहदरबार र संसदमा त यो विभेद छ भने तलको ग्रामीणमा के होला? दृष्टान्त के दिइरहेको छ मेरो सरकारले? यहाँले सोध्नुभयो र यो सबै हामी करेक्सन गर्न चाहन्छौँ। जेन्डर इक्वालिटी should not only exist in paper but in reality itself. हुनुपर्छ। पेपर मात्र भएर हुँदैन, व्यवहारमा हुनु पर्यो। अनि त्यो व्यवहार कहाँबाट सुरु हुनुपर्छ थाहा छ? व्यवहार चाहिँ घरबाट सुरु हुनुपर्छ। घरबाट सुरु हुनुपर्छ। एउटा पुरुष नेता छ, स्टेजमा गएर लैङ्गिक समानताको भाषण छाडेर घर जान्छ, आफ्ना राजनैतिक कार्यकर्ताहरूसँग बसेर चिया खानलाई सोफामा पल्टाउँछ, अनि त्यसपछि उसको श्रीमतीले किस्तीमा चिया बोकेर आउँछिन्। उनीहरूले के कुरा गरिरहेका छन्, मैले पनि केही सुन्न र सिक्न पाउँछु कि भनेर सुने जस्तो गर्छिन्। अनि त्यो पुरुषले हप्काएर भित्र जा, भान्सामा जा, कहिले सुन्ने कुरा होइन भनेर भन्छ। अनि त्यो देखिरहेको हुन्छ एउटा सानो उसको छोरोले, 5 वर्षको छोरोले। अनि त्यो 5 वर्षको छोरो हुर्कदै गर्दा उसले चाहिँ गएर लैङ्गिक समानता समाजमा स्थापित गर्ला भनेर हामीले विश्वास गर्नु नै गलत हो। भनेपछि लैङ्गिक समानता घरबाट सुरु हुनु पर्यो, नैतिक शिक्षा हुनु पर्यो, स्कुल करिकुलम, बिहेभियरल एजुकेसन, साइन्स। अनि त्यसको दृष्टान्त चाहिँ सिंहदरबार र संसदले प्रत्येक निकायमा गरेर देखाउनु पर्यो। यहाँको प्रश्न, दोस्रो प्रश्न थियो के चुनौतीहरू आयो भनेर। तपाईँलाई मलाई कहिले चाहिँ कुनै बेलामा राजनीति छोडौँ जस्तो लाग्यो कि भनेर, राजनीति छोडौँ जस्तो लाग्यो कि लागेन भनेर सोध्नुभयो। 3 पटक यस्तो घटना भएका थिए, म सम्झन चाहन्छु। एक पटक जब उम्मेदवारी मात्र दिएको थिएँ, उम्मेदवारी खारेज भयो, त्यसपटक मलाई के महसुस भयो, राजनीति फोहोरी मान्छेहरूले गरेर फोहोरी भएको रहेछ, बेइमानहरूले गरेर भएको रहेछ, म जस्तो सचेतले गर्नै पर्छ भन्ने फिल भयो। दोस्रो पटक यस्तै किसिमको महसुस भएको थियो।
जब राज्य मन्त्री भए अनि संसद भवन अगाडि आफूमाथि पेट्रोल हालेर आत्मदाह गरेर अन्तिम सास लिइरहेको प्रेम आचार्यलाई भेट्नको लागि म स्वास्थ्य राज्य मन्त्री र जेनरल सर्जन भएको हैसियतले म अस्पताल पुगेँ र त्यो अस्पतालमा गएर अन्तिम उहाँबाट वाक्य सुन्न पाएँ, तुष्मानजी म बाँच्न चाहन्छु भन्नुभयो कि त्यति बेला म बाँच्न चाहन्छु भन्नुभयो प्रेम आचार्यजीले। अनि सुनाइदिनुहोस् खबर भन्नुभयो, प्रधानमन्त्रीलाई सुनाइदिनुहोस् भन्नुभयो। आफूलाई आत्मदाह गरेर छटपटाएर अन्तिम सास लिइरहेको व्यक्तिले म त्यहाँ पुग्दै गर्दा म बाँच्न चाहन्छु भन्नुभयो र म घर पुग्न नपाउँदै सामाजिक सञ्जालभरि आलोचना रहेछ। किन गएको, किन बुढा गरेको, मर्न लागेको मान्छेलाई किन त्यसरी भेटेको, किन भिडियो निकालेको, अरे बाबा मैले भिडियो निकालेको हो र भने कसैले आयो त्यो उहाँलाई आइसियु कक्षमा राखिएको थिएन, आइसियु भन्दा बाहिर जहाँ चाहिँ अब सबैले भेट्न मिल्छ, भेट्नको लागि खुला गरिएको हुन्छ त्यो कक्षमा राखिएको थियो र म एउटा जेनरल सर्जन हो। नेपालमा अहिलेसम्म 40-45% बर्न भइसकेपछि, जलन भइसकेपछि लगभग बचाउन गाह्रो हुन्छ। उहाँको 80% जलन थियो। संसारमै यहाँले देख्न सक्नुहुन्छ 80% जलन भएका व्यक्ति लगभग बचाउन सकिँदैन र नेपालमा त्यो असम्भवै थियो। अन्तिम घडीमा हुनुहुन्थ्यो। मैले हतार गरेर जब न्युज देखेँ नि, जब उहाँले ट्याग गरेर पनि राख्नु भएको रहेछ, मलाई केही साथीहरूले भन्नुभयो, मैले त्यो न्युज देख्ने बित्तिकै म त स्वास्थ्य मन्त्रालयको राज्य मन्त्री हुँ, मन्त्री हुनु न मन्त्रीज्यू बाहिर जानु भएको थियो, म जानुपर्छ भनेर मैले दोस्रो 2 मात्रै अर्को सेकेन्ड थर्डै नलिकन म हतार उहाँको साथ सँगै म भेट्छु भनेर गएको थिएँ र म त्यहाँ राज्यको उपस्थिति जनाउन गएको थिएँ। प्रधानमन्त्री पुग्नु भएन, स्वयं स्वास्थ्य मन्त्री बाहिर हुनुहुन्थ्यो, पुग्नु भएन, गृहमन्त्रीको लागि सन्देश पठाइएको थियो। मैले उहाँसँग प्रत्यक्ष संवाद गरेँ, उहाँ पनि पुग्न सक्ने अवस्थामा हुनुहुन्थेन त्यो बेला, तर म स्वास्थ्यकै क्षेत्रको मान्छे हो, म पुग्नु पर्छ भनेर मैले हतार जाँदै गर्दा म फर्किएर आउँदा आलोचना देख्दाखेरि मलाई त्यतिखेर के महसुस भयो भने मेरो समाजको चेतना कहाँ छ र यो सबै समाजलाई उकास्नको लागि मैले राजनीति गर्नै पर्छ, छोड्न हुन्न भन्ने मलाई महसुस भयो। तेस्रो घटना, म प्रचण्डज्यूको श्रीमतीज्यू को आत्मसंस्कार हुनुभन्दा अगाडि उहाँको चाहिँ पार्टी केन्द्र कार्यालयमा जब श्रद्धाञ्जलीको लागि राखिएको थियो, त्यहाँ श्रद्धाञ्जली टक्राउनको लागि म एउटा फरक दलको नेता भए पनि हामीले गर्नु एउटा मेरो धर्म सोचेर म त्यहाँ गएको थिएँ र त्यहाँबाट फर्कँदै गर्दाखेरि मैले सहानुभूति र श्रद्धाञ्जली स्वरूप उहाँको लागि केही भनेको थिएँ। म एकदमै सम्मान गर्छु उहाँलाई म एकदमै सम्मान गर्छु। यस्तो बेलामा उहाँलाई ट्रबल नगरौँ, राजनीतिक प्रश्नहरू नगरौँ होइन, किनभने उहाँलाई आरोप लाग्न सक्छ यस्ता किसिमका भनेर मैले बोलेको कुरालाई चाहिँ काटेर, क्लिप मात्र काटेर जुन हिसाबले हामीमाथि प्रहार फेरि सुरु भयो, त्यस्तो घटनालाई पनि उनीहरूले पोलिटिसाइज गरिदिए के। पोलिटिसाइज गरिदिँदै गर्दा मलाई त्यो बेला फेरि पनि समाजको चेतनादेखि दया लागेर आयो र मैले राजनीति गर्नै पर्छ भन्ने महसुस भयो। यस्ता 3वटा घटना मैले यहाँ भन्दै गर्दाखेरि मलाई कहिले पनि म राजनीति छोडेर जाउँ जस्तो महसुस भएर मैले अझै राजनीति गर्नुपर्छ, अझै बलियो हुनुपर्छ र म जस्ता व्यक्तिहरू सँगसँगै लिएर हिँड्नुपर्छ भन्ने महसुस चाहिँ हरेक दिन बढ्दै गइरहेको छ। आजको यो उपस्थितिले पनि थप प्रेरणा मिलेको छ। धन्यवाद। म ढिला नगरी एउटा प्रश्नमा जान चाहन्छु। प्रश्नकर्ताको नाम यहाँ छैन, मैले प्रश्न पढ्दै गर्दाखेरि यहाँलाई मेरो प्रश्न हो भन्ने लाग्यो भने उठिदिनु होला। नयाँ दल भनेर युवाले धेरै नै एक्सपेक्ट गरिरहेको थिए, केही नयाँ काम हुन्छ कि भनेर अहिले आखिर त्यही युवाहरूले नयाँ पुराना सबै एउटै भए भन्ने गर्छन्। यसमा तपाईँको धारणा के छ? कसरी युवाहरूले हजुरलाई नयाँ मानिदिनु पर्ने? प्रश्नकर्ता उठिदिनु भयो भने यो गोपनीयतालाई पनि सम्मान गर्न सक्छु। उठिरहनुहरू मध्येमै होला सायद। हस्, धन्यवाद प्रश्नको लागि। म उत्तर
हामीलाई हजुरले नयाँ मान्नुहुन्न भने कि पुरानो मानिदिनुहुन्छ त होइन? हामी त नयाँ नै छौँ नि त, नयाँ छौँ, राजनीतिमा भर्खरै आएका छौँ, 2 वर्ष मात्रै भयो। अब हामी 3 वर्ष अगाडि नै हामी पुरा एक्टिभली गरिरहेका छौँ, रिसर्च बेस गर्छौँ भनिरहेका छौँ, अध्ययन गरिरहेका छौँ, फरक छौँ भनिरहेका छौँ, सम्पत्ति विवरण चालु गर्छौँ, देखाउन सक्छौँ, तपाईँहरू माझमा आएर जस्तो सुकै प्रश्नको लागि फेस गर्न सक्छौँ। यस्तो त पुरानोमा मैले कहिले पनि देखिनँ। यदि मैले यस्तो देखेको भए म राजनीतिमा आउँदिनँ थिएँ। पुरानाहरूले कम्तीमा आफ्नो घोषणा पत्र र वार्ताप्रति इमान्दार भइदिनु भएको भए र गर्न नसकेका कामलाई पनि जनता समक्ष यो कारणले गर्न सकिनँ, त्यही भएर म अयोग्य भए, अर्को पटक म उठ्दिनँ भनेर भनिदिनु भएको भए म राजनीतिमै आउँदिनँ थिएँ, आउनै पर्दैन थियो हामी जस्तो युवाहरू। त्यही भएर हामी सुशासनको राजनीति गर्न खोजिरहेका छौँ। अब यहाँहरूले हामीलाई 12 लाखभन्दा बढी मत दिएर 21 जना सांसद पठाएर संसदमा र सरकारमा चाहिँ यहाँले एडमिसन मात्र दिनुभएको छ कि अहिले भर्ना मात्र भएको छौँ हामीहरू। परीक्षा त हामीले दिनै पाएका छैनौँ। परीक्षा दिन पाउँ अगाडि नै यहाँले कापी छुट्नुहुन्छ र फेल भइस् भन्नुहुन्छ भनेर अत्याचार भयो नि हामीमाथि, हामी नयाँमाथि अत्याचार भयो। कम्तीमा एकपटक परीक्षा त दिन दिनुहोस्। हामीले भनिरहेका छैनौँ, हामीलाई एकदमै भनौँ न यतिकै हाम्रो क्षमता नै नहेरिकन हामीलाई भोट दिनुहोस् भने होइन, केलाउनुहोस्, हामीलाई एक केलाउनुहोस्, यसरी प्रश्नको अन्तरमा उभ्याउनुहोस्, जनताको माझमा सोध्नुहोस्, हाम्रो भिजन खोज्नुहोस्, ब्लुप्रिन्ट हेर्नुहोस्, अनि हाम्रो काम गराइदिनुहोस्, शैली हेर्नुहोस्, मन परेन भने सच्याइदिनुहोस्, सकिएन भने गाली गर्नुहोस्, सबै गर्नुहोस्, तर हामीलाई परीक्षा चाहिँ दिन दिनुहोस्। हामी तयारी गरिरहेका छौँ। परीक्षै नदिकन फेल भयो भनेर नगरिदिनुहोस्, पुरानो जस्तो भयो भनेर नगरिदिनुहोस्। 5 वर्ष हामीले काम गरेको यहाँलाई चित्त बुझेन भने फालिदिन सक्नुहुन्छ, हटाइदिन सक्नुहुन्छ। अधिकार यहाँहरू समक्षै छ, त्यो अधिकारलाई सही प्रयोग गरिदिनुहोस् भनेर आएको हो। धन्यवाद। यो यहाँको यसपछि हामी Q&A-मा जान्छौँ होइन कि अन्त्य गर्छौँ 8 मिनटमा? यसो गरौँ न त, बाँकी हामीलाई अन्त्य गर्न सबै अन्त्य गर्न 8 मिनट बाँकी र कार्यक्रम छोटिँदैछ, समय धेरै पनि भइसक्यो, हामीले ढिलै सुरु गरेका थियौँ। म ढिलो नगरिकन प्रश्नहरू पढ्न चाहन्छु। एउटा नयाँ प्रश्न आएको छ यहाँ। तपाईँहरू किन प्रत्यक्ष निर्वाचन प्रणालीमा जान चाहनुहुन्न? किनकि यो संसदीय निर्वाचन प्रणालीले देशमा कुनै परिवर्तन नभएको सर्वविदित हुँदाहुँदै पनि प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा किन वकालत गर्नुहुन्न? यदि तपाईँहरू पनि यस प्रत्यक्ष निर्वाचन प्रणालीलाई सपोर्ट गर्नुहुन्न भने म जस्तो तमाम जनताको विदेशमा बसिरहेका छन् सबैजना निर्वाचनमा मतदान गर्न नेपाल आउने थियौँ। रत्न श्रेष्ठ, सिन्धुपाल्चोक। थ्याङ्क यू सो मच। हामी अहिले जुन संसदीय व्यवस्थामा छौँ, जुन निर्वाचन प्रणालीमा छौँ, त्यही निर्वाचन प्रणालीबाट सहभागी भएर बहुमतको सरकार बनाएर अहिले हामीले सिस्टम चेन्ज गर्नु छ कि अहिले हामीले जति प्रयास गरे पनि द बिगर फ्याक्ट इज अहिले हामीले सिस्टम चेन्ज गर्न सक्दैनौँ। यही सिस्टम मार्फतै हामीले चाहिँ बहुमतको सरकार बनाएर अनि चेन्ज गर्नुपर्छ र चेन्ज गर्न पाएको खण्डमा हामीले बनाउने सिस्टम भनेको प्रत्यक्ष निर्वाचित जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनेर भनेका छौँ। जनताको पक्षमा उभिने, जनताप्रति समर्पित, जनताले नै छानेको। आजसम्म प्रधानमन्त्री किन भन्नुभयो भन्नु होला? आजसम्म मेरो देशले पटक पटक प्रधानमन्त्री पायो, एउटै अनुहार पनि पायो, फरक अनुहार पनि पायो। कहिले काङ्ग्रेसको प्रधानमन्त्री पायो, कहिले माओवादीको पायो, कहिले एमालेको पायो, तर मेरो देश नेपालको प्रधानमन्त्री पाएन। अब देश नेपालको प्रधानमन्त्री खोज्नको लागि तमाम नेपाली जनताहरूले प्रत्यक्ष भोट गरेर त्यो सिस्टम ल्याउनु पर्छ भनेर चाहिँ हामीले त्यसैको लागि वकालत गरिरहेका छौँ र यो हामीले स्थापना भएको दिनदेखि नै गरिरहेका छौँ। र नट ओन्ली द्याट, यो सङ्घीयता जुन छ नि आजको स्थितिमा एकदम खर्चिलो भड्किलो भएको छ, यसमा ड्रास्टिक रिफर्मेसन चाहिन्छ। धन्यवाद। कार्यक्रमको हामी समयको अन्त्यतिर छौँ। म छिटो धीरज केसी
तिरस केसी भर्जिनिया, मैले नाम गलत पढेँ भने क्षमा गर्नु होला, तिरस केसी भर्जिनियाबाट उहाँको प्रश्नको सार छ। यो प्रोफेसनल्सहरूलाई नेपालमा फिर्ता बोलाउनको लागि यहाँहरूको नीति के छ भन्ने प्रश्न छ र यसमा म मेरो अर्को प्रश्न पनि जोड्छु। राजनीति बुझ्ने तर अझै राजनीतिमा भाग लिन नचाहने आँट नगर्ने युवाहरूलाई तपाईँको सन्देश के छ? म लगभग 2 वर्ष अगाडिसम्म मैले राजनीति बुझेकै थिइनँ। म ठुलो आफ्नो प्रोफेसन गरिरहेको थिएँ, तर म अरूभन्दा फरक के थिएँ अरू राजनीतिज्ञहरू भन्दा, म इमान्दार भएर मेरो पेसाकै काम गरिरहेको थिएँ कि। र आई थिङ्क दिस क्वालिटी तपाईँसँग आफ्नो पेसाप्रति र तपाईँ जुन पदमा जुन काम कर्तव्य अधिकार जुन टिआर तपाईँलाई दिइन्छ नि, त्यो टिआरप्रति चाहिँ तपाईँ इमान्दार हुनुहुन्छ भने तपाईँ गुड पोलिटिसियन बनाउनको लागि सबैभन्दा ठुलो क्षमता तपाईँसँग अलरेडी छ। आफूलाई नगर्नुहोस्, त्यति भए पुग्छ। आजसम्म के भयो, 33 वर्ष राजनीति गर्नेहरूले आफूलाई राजनीतिज्ञ भने, तर उनीहरूले खुबरी राजनीति गरिरहे। हामीले देश सकाउने राजनीति गरिरहे र हामीले चाहिँ उनीहरूलाई राजनीतिज्ञ मानिदियौँ र ट्रु अनेस्टली काम गर्नेहरूलाई चाहिँ राजनीतिज्ञ नै हामीले चाहिँ यो समाजले एक्सेप्टै गरिरहेको छैन के। जनताप्रति समर्पित भएर तपाईँ आफ्नो टिआरमा रहेर इमान्दार भएर काम गर्नुहुन्छ भने द्याट क्वालिटी इज इनफ। अनि अबको राजनीति गर्ने भनेकै पेसागत हिसाबले दक्ष भइरहेका जनशक्तिहरू नै अब राजनीति गर्न आउनुपर्छ। स्वास्थ्यको राजनीति स्वास्थ्यको विज्ञहरूले गरिदियो भने, शिक्षाको लागि नीति शिक्षकहरूले शिक्षाका विज्ञहरूले गरिदियो भने, कृषिको पनि त्यस्तै विज्ञहरू आइदिनु भयो भने र सांसदहरू चाहिँ विशुद्ध विधेयक निर्माणमा फोकस भइदिन पायो भने पक्कै पनि राम्रो हुन सक्छ। र म यहाँलाई भन्न चाहन्छु, यङ प्रोफेसनल्सहरू जसले चाहिँ राजनीतिमा रुचि राख्नुहुन्छ, केही गर्न चाहनुहुन्छ, तपाईँलाई आजको एक्जिस्टिङ पोलिटिकल पार्टिजहरू जो नेतृत्वमा हुनुहुन्छ गलत जस्तो लाग्छ तपाईँलाई, यसो न्युज हेऱ्यो खत्तम रहेछ, ठग रहेछ, देश बिगार्यो, सकायो, योभन्दा त मै बरु गर्थेँ नि भन्ने जस्तो लाग्छ भने द्याट क्वालिटी इज इनफ फर नाउ, इनफ भन्न चाहन्छु। त्यति हिम्मत छ भने आउनुहोस् हामी साथमा क्याम्पेनिङ गरौँ। यहाँले भर्खरै भन्नुभएको कुरामा फलोअप हुने खालको एउटा प्रश्न आएको छ। तोसीमाजी नमस्कार, म सन्तोष प्रकाश पन्त भन्नुहुन्छ। 2084मा भोट हाल्नको लागि भए पनि आइदिनुहोस् भन्नुभयो। यसको मतलब भोट हालेर आफ्नै ठाउँमा जानुस् भनेको हो। अनि 84 पछि हजारौं युवाहरूको सिप क्षमता र पुँजीलाई प्रयोग गरेर देश बनाउने राष्ट्रपाको योजना के छ र यसलाई सुशासन, उद्यमशीलता र रोजगारीसँग कसरी जोड्नुहुन्छ भन्ने प्रश्न छ। एकदमै राम्रो प्रश्न। मैले अघि आन्सर दिन पनि खोजिरहेको थिएँ। प्लिज मेरो बिना मेरो देशको लागि भन्ने ब्यानर लगाइदिउँ न, त्यहाँ डिस्प्ले गरिदिउँ न। म यस्तो देशको युवा हुँ जहाँ मैले मेरो उमेरको भन्दा पछिल्लो उमेरको, मेरो भन्दा पछिल्ला पुस्ताका युवाहरूलाई 12 सकिने बित्तिकै आफ्नो करियरको खोजीमा देशबाट विदेश पलायन भएको देखेको छु। र मैले आज गएर आउनुहोस् देश फर्केर आउनुहोस्, देश फर्को अभियान चलाउनु भनेको आजको दिनमा तपाईँहरू सबैमाथि मैले अन्याय गर्नु हो जस्तो मलाई लाग्छ। किनभने आजको स्थितिमा यहाँहरू सबै छोडेर, यहाँको श्री सम्पत्ति सबै छोडेर घर फर्किनुहुन्छ, देश फर्किनुहुन्छ भने पनि त्यो मेरो देशले रोजगारी सिर्जना गरेको छैन। बिजनेस गर्ने, लगानी गर्ने वातावरण बनाएको छैन। त्यस्ता नीतिहरू हामी बनाउन चाहन्छौँ, हामीले बनाउन कोसिस गरिरहेका छौँ, दस्तावेजहरू बनाइरहेका छौँ, तर त्यो इन्डोर्स भएको छैन। जस्ट बिकज वी डु नट ह्याभ द मेजोरिटी। अगेन हामीसँग चाबी छैन। अहिले यहाँ सबै देश फर्केर आउनुभयो, सबै यहाँ छोड्नुभयो भने पनि 2-3 महिनामा फेरि फ्रस्ट्रेट भएर फेरि विदेश फर्केर आउनुभएको कथाहरू हामीले देखिरहेका छौँ, प्रत्यक्षदर्शी भइरहेका छौँ। त्यसैले आजको दिनमा देश फर्क भन्नु भनेको अन्याय गर्नु। कम्तीमा देश बाहिर गएर आफ्नो परिवार त पालिराख्नु भएको छ, धानिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, श्रम गरिराख्नु भएको छ। देशमा फर्केर बेरोजगार बनाउनु छैन। त्यही भएर हामीले के भनेका छौँ,
84 मा देश बनाउँछु भनेर उठ्न खोजेका युवाहरू तपाईहरु हुनुहुन्छ भने आउनुहोस्, हामी सँगै उठौँ, उम्मेदवारी दिउँ, जितौँ र सरकार बनाऊ। बहुमतको सरकार बनाउनको लागि 84 मा कम्तीमा यहाँ सबै छोडेर आउनुहुन्छ भने पनि पीडा सङ्कलन गरेर घर आएर भोट हालिदिनुहोस् भन्न खोजेको हो। त्यसो गर्नुभयो भने 84 मा यहाँहरू बिदा लिएर आउनुहुन्छ, क्याम्पेनिङ गर्नुहुन्छ, त्यहाँ भोट हाल्नुहुन्छ र फर्केर फेरि यहाँ काम गर्दै हुनुहुन्छ। हामी 5 वर्षमा काम गर्छौँ, जो हामी जित्छौँ, हामी बहुमतको सरकार बनाउन पायो भने यस्तो काम गर्छौँ कि 5 वर्षपछि तपाईहरु देश फर्केर आउनुभयो भने पछुताउने पर्ने दिनको अन्त्य गर्न चाहन्छौँ। आजको दिनमा मैले तपाईहरुलाई फर्केर आउनुहोस्, म रोजगारी दिन्छु, म तपाईलाई ठाउँमा पुर्याउँछु भन्नु भनेको फेरि त्यो गलत सपना देखाउनु हो। हामी त्यो गर्न चाहँदै, त्यसै कारणले यसपटकको लागि बिदाहरू सङ्कलन गरेर आइदिनुहोस्, भोट हालिदिनुहोस्, बहुमतको सरकार बनाउने गरी राष्ट्र स्वतन्त्र पार्टीलाई एक चान्स दिनुहोस्, एक मौका दिनुहोस् भन्न चाहन्छु। तर नेतृत्व गर्न सक्नुहुन्छ, क्षमता छ र ती ठहरहरू भन्दा आफू सज्जन छु जस्तो लाग्छ भने तपाईँ योग्य भइसक्नु भएको छ। चाणक्य नीतिले भन्छ नि, तपाईँ सज्जन हुनुहुन्छ र तपाईँ नेतृत्व गर्न डराउनुहुन्छ भने तपाईँ सधैँभरि ठगहरूबाट शोषित र शासित हुनुहुन्छ। त्यसले आउनुहोस्। अब जम्मा 3टा प्रश्न बाँकी छ। म 2टा प्रश्न एकैचोटिमा पढ्छु। 2टै प्रश्न बाँकी छ भनौँ। सांसद तोसीमाजी, यो मेरो बिना मेरो देशको लागि एउटा नेतृत्व लिनको लागि त छोडेरै आउनु पर्यो, बिना मात्र लिएर आयो भएन। क्याम्पेनिङ गर्नको लागि बिना युटिलाइज गर्न सकिन्छ, भोट हाल्नको लागि युटिलाइज गर्न सकिन्छ। त्यो सबै गर्नको लागि यहाँहरू तयार हुनुहुन्छ भने हात उठाइदिनुहोस् त। यो हलमा कतिजनाले यो मेरो बिना मेरो देशको लागि भन्नुलाई समर्थन गर्नुहुन्छ, अनुमोदन गरिदिनुहुन्छ, हात उठाइदिनुहोस् त। एन्ड थ्याङ्क यू सो मच। म यो सन्देश लिएर जान्छु, यो मोटिभेसन लिएर घर फर्किन्छु। अन्त्यतिर छौँ। मिसनको लागि सबैलाई समेट्न सबै स्वतन्त्र नागरिक राष्ट्रपाको सिद्धान्तमा चल्ने हो कि स्वतन्त्र नेपाली नागरिकको आकांक्षा अनुरूप राष्ट्रपाको सिद्धान्त परिवर्तन गर्ने हो भन्ने प्रश्न छ। प्रश्नकर्ता एकचोटि उठिदिनु भयो भने, हात उठाइदिनु भयो भने मात्रै। ब्युटिफुल क्वेसन है। अब भएकै त्यही हो नि त, दलको मात्र राजनीति हुन्छ, दलले दलै मात्र बनाउँछ अनि दलमा फसिरहन्छ, त्यही भएको हो नि त। अनि देशलाई पनि दलमै डुबाउँछ होइन। सो वी डोन्ट वान्ट टु डु द्याट। तर हामीले सरकार बनाउनको लागि दल चाहिन्छ नि त, फेरि राजनीतिक दलबाटै आउनुपर्छ उनीहरूलाई विस्थापित गर्नको लागि। राष्ट्र स्वतन्त्र पार्टीले देश हितको राजनीति गर्ने हो, यो एउटा प्लेटफर्म मात्र हो के। यहाँले त्यसरी बुझिदिनु पर्यो। हामीले जनतामा समर्पित, जनताको मुद्दा बोल्ने, समस्यालाई सम्बोधन गर्ने गरिकनै नीति बनाउने हो। यहाँलाई म भन्न चाहन्छु र यहाँले एकपटक जुन कुनै दलमा हुनुहुन्छ होला, काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जुनसुकै दलमा हुनुहुन्छ होला, राष्ट्रपा हुनुहुन्छ होला, केही छैन, दल त्याग पनि गर्न पर्दैन। आफूलाई भन्न डर लाग्छ भने पनि भन्न नि पर्दैन, भन्न पर्दैन। तर त्यो गोप्य पक्षमा कम्तीमा ईश्वरलाई र आफ्नो इमानलाई अनि आफ्नो छोराछोरीलाई सम्झेर त भोट हालिदिनुहोस् न। तपाईँको भोट घन्टीमै गर्छ, हामीलाई हेरेर हालिदिनुहोस् न। हामीले संसदमा गरिरहेको प्रस्तुतिलाई एकचोटि आँखा चिम्लेर अनि अन्य दलका शीर्ष नेताहरूले लामो लामो भाषण दिँदा हेरे जनतालाई कसरी झुक्क्याइरहेछन्, ठगिरहेछन्, भ्रष्टाचार मुद्दामा मुछिएर नि कति काम बिगारिरहेछन् हेर्नुहोस् अनि हामीलाई सम्झिनुहोस्। भोट कहाँ पर्छ त्यो देशकै लागि पर्छ, पार्टीको लागि पर्दैन। धन्यवाद। 2टा प्रश्न। एउटा चाहिँ तपाईँ महिला सांसद भएको कारणले हामी प्रवासी महिलाहरूलाई आउँदै गरेको 84 सालको चुनावमा के कस्तो सहभागिता गराउन पहल गर्नुहुन्छ, जान पाउँ, सरकारी तवरमा नै चान्स गर्नु सहयोग गर्न सक्नुहुन्छ भन्ने प्रश्न आयो।
यहाँले कसरी सहयोग गर्न सक्नुहुन्छ महिला नेतृत्व लिन चाहने इच्छुक लाई भन्ने प्रश्न आयो र अर्को प्रश्न छ शिव सापकोटाजीको। उहाँको सार चाहिँ रवि लामिछाने जो सभापति पनि हुनुहुन्छ यहाँहरूको, उहाँ जेलमा रहँदै गर्दा तपाईको क्लियर योजना के छ पार्टीलाई युनाइटेड राख्नको लागि र जनताको ट्रस्ट सहित 84 को चुनाव फेस गर्नको लागि यहाँको चुनावी रणनीति बताइदिनु भन्ने प्रश्न आयो। चुनावी रणनीति चाहिँ सबै बताइँदैन है, सान्तान दण्डले भनिन्छ त्यो चाहिँ होइन, हामी पारदर्शी भएरै काम गर्ने हो। अब यहाँ हामीले स्ट्राटेजी डेभलप गर्दैछौँ, यहाँहरूसँगै संवाद गरेर एकदम प्रपर स्ट्राटेजी बनाउन चाहन्छौँ। अहिले नै हामीसँग ठ्याक्कै यही नै गर्ने चुनावमा अभियान यो गर्ने भन्ने चाहिँ हामीले बनाइसकेका छैनौँ, हामी त्यो बिल्डिङमै छौँ भन्न चाहन्छु। पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनाउन र पार्टीले जनताप्रति केन्द्रित बनाउन र एकदमै एउटा सिस्टममा ल्याउनको लागि महाधिवेशन गर्दैछ। मैले फेरि पनि दोहोऱ्याउँदैछु, महाधिवेशनको लागि सबैजना इमान्दार भइदिनु हुने हो भने पार्टी राम्रो बन्छ। र रवि लामिछानेज्यूले अहिले थुनामा हुनुहुन्छ, जेलमा हुनुहुन्छ र त्यहीबाट पत्र पठाउनु भएको छ यहाँहरूलाई र त्यो पत्रलाई यहाँले आत्मसात गरेर आज उहाँको न्यायको लागि उहाँमाथि भइरहेको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर अभियान हामीले चलाइरहेका छौँ र मलाई गर्व लागिरहेको छ आज समुद्र पारी भएका नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले विशेष त नेपाली युवाहरूले हस्ताक्षर गरिदिएर मेरो यो हस्ताक्षरको यो जुन पत्रहरूले लिएर आएको थिएँ, अघि हाम्रो रमेशजीले आएर भन्दै हुनुहुन्थ्यो पेपरै पुगेन भन्दै हुनुहुन्थ्यो क्या, पेपरै पुगेन भन्दै हुन्थ्यो। सो यो पेपरै कमी हुने गरिकन यहाँले यति धेरै माया साथ विश्वास दिएर हस्ताक्षर गरिदिनु भएकोमा त्यसले हामीले धेरै 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 मोटिभेट गरेको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। पार्टीलाई युनाइट राख्नको लागि युनाइट गर्न के गर्नुहुन्छ भन्ने कुरा चाहिँ तब मात्र आउँछ जब टुक्रा टुक्रालाई एक ठाउँमा ल्याउनु पर्ने। हामी अलरेडी एक ठाउँमै छौँ त, टुक्रेकै छैनौँ त, टुक्रिँदै टुक्रिँदैन। अनि सानो त कहाँ टुक्रिने भने कताबाट टुक्रिने पुग्नु पऱ्यो नि सँगै होइन। वेट एकछिन है, सरी। अर्को एउटा क्वेसन छ नि महिला नेतृत्व, वान एन्ड ओन्ली महिलाबाट क्वेसन आएछ है। थ्याङ्क यू सो मच फर द क्वेसन। महिलालाई इम्पावर गर्न नसक्ने समाज विकसित हुनै सक्दैन, हुनै सक्दैन। यहाँले देख्नु भएको छ त वुमेन एम्पावरमेन्ट, जेन्डर इक्वालिटी, त्यसलाई सम्मान साँच्चै व्यवहारमा उतारेका राज्यहरूले राम्रो काम गरिरहेका छन् होइन। अब 84 पछि हामीले बनाउने नीति हाम्रो हातमा आयो भने 33% होइन 50% बनाउनु पर्छ भनेको छु। महिलाको लागि जेन्डर इक्वालिटी भनेर लेख्ने अनि 33 मा खुम्चाइदिने अनि यो 33 पनि नपुर्याउने, बल्ल बल्ल ल्याएर महिलाले एउटा राखिदिने अनि 33 पछि 34 हुन खोज्यो भने पुरै 33 भइसक्यो बाँकी त पुरुषको भन्ने, त्यो हो त जेन्डर इक्वालिटी। मिनिमम 33% भने हो क्या अहिले। अब हामीले भनेको 50% हुनुपर्छ भन्नेमा हामी जानुपर्छ। नर्मली द्याट 84 पछि के गर्नुहुन्छ भन्दा पनि अहिले पनि हामी महिलाहरूलाई इम्पावर गर्न सक्छौँ। म सेन्ट्रल जेल भिजिट गर्न गएको थिएँ, मैले धेरै ठाउँमा यो उदाहरण दिइरहेको छु। सेन्ट्रल जेल भिजिट गर्न जाँदाखेरि मैले एकदमै इनोसेन्ट वुमेनहरूलाई देखेँ कि जो चाहिँ 8-10 वर्ष जेल काटिराख्नु भएको छ र ब्याङ्किङको सुरुमा पढ्नु भएको छ, अझै 5 वर्ष जेल सजाय खप्नु भएको छ। न कसैलाई मार्नु भएको, न हिंसा गर्नु भएको, न कसैको लुट्नु भएको, चोरी गर्नु भएको, जस्ट बिकज सी डिडन्ट नो चेकमा अकाउन्टमा पैसा छैन भने चेक काट्न हुन्न भन्ने थाहा नभएको कारणले उहाँ 10 वर्ष जेल काटिराख्नु भएको छ। अनि अझै पनि उहाँलाई सिकाइएको छैन कि त्यो गर्नु हुँदैन भनेर, फाइनेन्सियल लिटरेसी दिएको छैन, डिजिटल लिटरेसी छैन। सो यो कामहरू हामी गर्न सक्छौँ। मलाई विश्वास छ यो प्रवासमा हुनुभएका, यो सिस्टममा भिज्नुभएका महिला दिदीबहिनीहरू फाइनेन्सियल लिटरेट हुनुहुन्छ, डिजिटल लिटरेट हुनुहुन्छ। सो वाइ नट वी डेभलप अ नेटवर्क अनि भर्चुअली पनि हामी त्यहाँ भएका महिला ग्रामीणदेखि सहर क्षेत्रका अज्ञानी महिलाहरू जो इग्नोरेन्ट हुनुहुन्छ उहाँहरूलाई हामी क्लास लिन सक्छौँ। सो वुमेन एम्पावरमेन्ट स्टार्ट
सम्झे त्यो गर्न सक्छौँ। महिला दिदीबहिनीहरूसँग धेरै सिप छ, कसैले ह्यान्डिक्राफ्ट गर्नु सक्नुहुन्छ, यो हाम्रो काष्ठकला, मूर्तिकला, यो ढुङ्गाहरूको मूर्ति बनाउन सक्नुहुन्छ होइन। यस्तो यस्तो चाहिँ उहाँले उत्पादन गर्नुभयो भने त्यसलाई यहाँ बजारीकरणमा सहयोग गर्न सक्नुहुन्छ, र मटेरियल्समा सहयोग गर्न सक्नुहुन्छ। सो यसरी चाहिँ हामीले वुमेनलाई एम्पावर गर्दै जान सक्छौँ। I think now it's time women should stand for women and men should also stand for women. अन्तिम प्रश्न, साँझको अन्तिम प्रश्न गर्न चाहन्छु। यसलाई म अलिकति कम्प्रिहेन्सिभ बनाउने प्रयास गर्छु, यहाँलाई टुङ्ग्याउन पनि सहज होस्। अन्तिम प्रश्न छ, हामी समय बन्दैतिर छौँ, साँझसम्म रातिसम्म बेरसम्म यहाँहरू बसिदिनु भएको छ, त्यसको लागि फेरि धेरै धन्यवाद। प्रश्न गरिदिनु हुने यहाँहरू सबैलाई फेरि धन्यवाद। आयोजक साथीहरूलाई पनि धन्यवाद। अन्तिम प्रश्न राख्छु। अघि यहाँले भन्नुभयो हाम्रो सानो पार्टी छ, फुट्ने ठाउँै छैन, कहाँबाट फुट्ने भन्नुभयो। एउटा प्रश्न नामै तोकेर आएको छ, म नाम पढौँ कि नपढौँ, तर यहाँहरूको महामन्त्री लाई पार्टीबाट बहिष्कार गरियो, कारण के थियो? अब फेरि 84मा मिलेर आउन सकिन्छ कि सकिँदैन भन्ने एउटा प्रश्न भयो। 1 2 परिवर्तनको आशा राख्ने र नयाँ हो भन्ने, नयाँ राजनीति गर्छु भन्ने, युवा हुँ भन्ने, युवा राजनीति गर्छु भन्ने अरू शक्तिहरू पनि छन्। काठमाडौँ महानगरका निर्वाचित मेयर बालेन शाह हुनुहुन्छ, उहाँ उत्तिकै पपुलर हुनुहुन्छ। उहाँको नेतृत्वमा नयाँ दल खुल्छ कि भन्ने गाईमुई कतै कतै सुनिन्छ, कहिलेकाहीँ सुनिन्छ। अरू केही पात्रहरू हुनुहुन्छ छिटपुट जो राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुनुहुन्न, तर युवा राजनीति गर्नुपर्छ, सुखा राजनीति गर्नुपर्छ भन्ने पर्ने युवा साथीहरू त्यहाँ पनि हुनुहुन्छ। अब यहाँहरूको कुरा भनेको पार्टीलाई एक ढिका कसरी राख्ने भन्ने यहाँको महामन्त्रीसँग सम्बन्धित प्रश्न भयो। तर तमाम छैको जुन शक्ति छ, युवा शक्तिहरूलाई एकै ठाउँमा ल्याएर अब हस्तक्षेप गर्ने हो भने युवा चाहनेहरू, नयाँ चाहने भन्नेहरू, परिवर्तन चाहनेहरू भने पार्टीको नाममा कुनै पनि नाममा भयो भने मत विभाजन हुन्छ। मत विभाजन भइसकेपछि चाहिएको हस्तक्षेप सम्भव हुँदैन भन्ने त्यहाँ प्रश्न रह्यो। यो कुरा तपाईँले कसरी हेर्नुहुन्छ? 2 तेस्रो प्रश्न म तपाईँलाई अन्तिम प्रश्न म गरिहाल्छु। यो नेपालको राजनीतिमा यहाँले जुन परिवर्तन गर्छु भन्नुहुन्छ, त्यसको लागि हामी रियालिटिजमा जाने हो भने संविधानै परिवर्तन गर्नलाई जुन यो प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा छ, दुईटामा हामी जानुपर्छ। अरू नीतिगत कुराहरू परिवर्तन गर्ने हो भने पनि हामीलाई मिनिमम बहुमत चाहिन्छ, 50-51% चाहिन्छ है। अहिलेको विखण्डित संसदमा स्वतन्त्र राजनीतिको कुरा एक ठाउँमा भयो, तर गठबन्धन गर्नुपर्ने जुन बाध्यता छ नि, यहाँहरू दुईचोटि सरकारमा जाँदाखेरि माओवादीसँग गठबन्धन भयो, दोस्रोचोटि पनि माओवादीसँग गठबन्धन भयो, नेपाली काङ्ग्रेस लगायत पुराना दलहरू जसको विरुद्धमा अहिले तपाईँहरू चाहिँ खण्डन गर्दै हुनुहुन्छ, उहाँहरू मिलेर गठबन्धन गर्नुभयो। त्यो गठबन्धन गर्नुपर्ने बाध्यतालाई पनि मनन गर्दै अबको 84 पछि मानव तपाईँहरूको बहुमत आयो वा बहुमत नआयो पनि एउटा कन्सिडरेबल भोट आयो भने यी तमाम चुनौतीहरूलाई 84 को चुनावको रणनीति र 84 पछि गठबन्धन र इन्डिपेन्डेन्ट पोलिटिक्सको बिचको ब्यालेन्स राष्ट्रिय स्वतन्त्र पार्टीले कहाँ भेटाउँछ, के देख्नुहुन्छ? सांसदको रूपमा, केन्द्रीय सदस्यको रूपमा, एउटा युवा राजनीतिज्ञको रूपमा हामी सुन्न चाहन्छौँ। धन्यवाद। So many questions, only one solution, नेतृत्व परिवर्तन। युवाले राजनीति गर्ने हो। So many problems, only one solution, मत परिवर्तन। यहाँले त्यति आत्मसात गरिदिनु भयो भने उहाँले धेरै प्रश्न सुन्नु पर्दैन, यहाँले धेरै मेरो भाषण पनि सुन्नु पर्दैन। त्यो आत्मसात गरिदिनु भयो भने पुग्छ। पार्टीको मूल्य र मान्यता विपरीत काम गर्नेहरूलाई पार्टीले कारबाही गरिरहेको छ। पार्टीलाई जोगाउनको लागि गरे हो नि त, फुटाउनको लागि गरे हो र होइन नि त। केन्द्र समितिले गरेका निर्णयहरू हुन्, अझै परिष्कृत हुँदै आइरहेको छ। पार्टी प्रेजेन्ट प्रोसेसमा छ र हामीले के भनिरहेका छौँ भने जो कोही पनि जुनै कुनै कारबाहीमा पर्नु भएको छ, निष्कासन हुनु भएको छ, निलम्बन हुनु भएको छ, फेरि पार्टीको सदस्यता लिएर फेरि इलेक्टोरल सिस्टममा गएर पार्टीका सबै सदस्यहरूलाई रिजाएर आउन सक्नुहुन्छ। खुला छ त है, त्यो बाटोहरू खुला छ। त्यो भनेको त कस्तो भइदियो भने म एकचोटि सांसद भयो भने म अर्कोचोटि सिधै सांसद हुनुपर्छ भन्ने जस्तो भयो नि त।
फेरि म रुटदेखि आउनुपर्छ। रुटदेखि आउने हरेक पार्टीका तह र तबकाका व्यक्तिहरूलाई खुला छ। स्वतन्त्र व्यक्तिहरूसँग सहकार्य गर्नै पर्छ। स्वतन्त्र फेरि ठगहरूसँग होइन। स्वतन्त्र छन्, इमान बोकेका छन्, इमानको राजनीति गर्छन् भने एक ठाउँमा आउनै पर्छ। हामी धेरै सार्वजनिक मञ्चहरूमा भनिरहेका छौँ, आह्वान गरिरहेका छौँ, तपाईँ देशको माया गर्नुहुन्छ भने आउनुहोस्, सँगै काम गरौँ, सँगै राजनीति गरौँ, बहुमतको सरकार गरौँ, ठगहरूलाई विस्थापित गरौँ। वी आर भेरी भेरी ओपन टु वर्क टुगेदर। तपाईँले जो एन्टिटीहरूको नाम लिनुभएको छ नि, बालेन, हर्क साम्पाङ, गोपी हमाल, अरू पनि हुनुहुन्छ राम्रो राम्रो काम गरिराख्नु भएकोहरू। सँगै काम गरौँ न, सँगै उठौँ, एकअर्कालाई सपोर्ट गरौँ। सकिन्छ एउटै छाता मुनि, सकिँदैन भने एकअर्कालाई सहयोग गरौँ। सज्जनहरूले चाहिँ सहकार्य गर्ने हो क्या। यो ठगहरूले चाहिँ गठबन्धन गरिदिने अनि सज्जनहरूले चाहिँ जहिले पनि बहुमत ल्याउन नसक्ने स्थिति भइरहेको छ। सो द्याट ह्याज टु बी चेन्ज। हामीले भनि नै रहेका छौँ, विभिन्न चरणमा यहाँहरूबाट एकदमै धेरै आइरहेको कुरा हो। र अहिले जो मेयर हुनुहुन्छ, मेयर भएर मजाले काम गर्न दिनुहोस्। अहिले नै उहाँलाई पार्टी बनाउनु पर्ने प्रेसरमा नराखिदिनुहोस् के यहाँहरूले। उहाँले मेयर भएर इक्जाम्पलरी काम गरिराख्नु भएको छ नि। सो त्यस्तै मेयर चाहिँ हामीलाई 753वटा पालिकामा चाहिन्छ। फेरि उहाँलाई पार्टी नै बनाउनु पर्ने गरी यहाँले प्रेसर नदिनुहोस् भन्छु म। हामीले त के भनेका छौँ, पार्टीले सहयोग गर्छ उहाँ जस्तो व्यक्तिहरूलाई जिताउनको लागि, स्वतन्त्र हाम्रो स्थानीय सरकारलाई स्वतन्त्र बनाउनको लागि उहाँ जस्तो व्यक्तिहरूलाई जिताउनको लागि सहयोग गर्छ। हामीले के भनेको छौँ, घन्टीकै चुनाव चिन्ह लिएर उठ्नुभयो, योग्य हुनुहुन्छ, जित्नुभयो भने हामी जितेकै दिनबाट पार्टीको ट्याग उहाँको काम कर्तव्य अधिकारबाट हटाइदिन्छौँ। उहाँलाई स्वतन्त्र भएर काम गर्न दिन्छौँ। उहाँ जस्तो मेयर हामीलाई 753 पालिकामा चाहिन्छ भनिरहेका छौँ। र हामी जो सांसदहरू छौँ 19 जना हो, यो 19 जना जस्ता सांसदहरू 165वटै ठाउँमा चाहिन्छ। त्यसरी काम गरौँ न। संविधानको कुरा आएको छ, एकदमै एउटा सानो नीति परिवर्तन गर्नलाई इक्जाम्पल दिन्छु। स्वास्थ्य बिमामा के छ भने कुनै पनि रोगको उपचार गराउनको लागि तपाईँ डडेलधुरामा बस्नु स्थायी ठेगाना डडेलधुरा हो, काठमाडौँमा आउनुहुन्छ, त्यहाँ उपचार गराइराख्नु भएको छ भने तपाईँले प्रत्येक हप्ता रिफरल लिएर आउनुपर्छ के, प्रत्येक हप्ता होइन। अनि मैले यो विषय धेरै पटक संसदमा उठाएँ, संसदीय समितिमा उठाएँ। अहिले आएर प्रत्येक हप्ता एउटै रोगको लागि चाहिँ पर्दैन। तर तपाईँ किडनी फेल भएर डायलाइसिस गरिराख्नु भएको छ अनि तपाईँलाई फोक्सोको अब भनौँ निमोनिया भयो भने फेरि तपाईँले रिफरल लिन जानुपर्छ। सो त्यो कन्डिसनमा बिरामीहरूलाई राखिएको छ। अनि त्यसको एउटै मात्र सोल्युसन चाहिँ प्रत्येक हप्ता रिफरल लिनुपर्छ भनेकोमा बिमित बिरामीहरूलाई कहीँ पनि रिफरल आवश्यकता पर्दैन। लेख्ने मात्र हो नि त होइन। सानो कुराले कत्रो ठुलो इम्प्याक्ट पार्छ हेर्नुहोस् त देशका जनतालाई, बिरामीलाई। तर त्यति गर्नलाई पनि हाम्रो बहुमत छैन, पुग्दैन। यति गर्न त बहुमत नपुगेर गरिरहेका छैनौँ। तपाईँहरू हामीलाई संविधान परिवर्तन गर्ने चुनौती दिइराख्नु भएको छ आजको स्थितिमा। पर्यो भने संविधानै पुनर्लेखन गर्ने हो, तर त्यसको लागि फेरि बहुमत चाहिन्छ। बहुमत आउने गरी विश्वासको मत दिनुहोला। अनि यस्तो परिस्थितिमा सरकारमा गएर काम गर्न सकिन्छ कि सकिँदैन भन्नुभयो। हामी ठगहरूसँग गठबन्धन गरेर चेतिसक्यौँ। We do not want to repeat the same mistakes again and again. 84 सम्म पोलिटिकल सिनारी एकदमै अनस्टेबल छ। कुन बेला सरकार आउँछ, कुन बेला सरकार ढल्छ, उनीहरूको चित्त बुझ्दैन ढलिहाल्छ, फेरि हात मिलाउँछन् भनिहाल्छ। सो सरकार ढल्ने या बनाउनेमा, ढाल्ने या बनाउनेमा राष्ट्रिय स्वतन्त्रवादीको केही भूमिका छैन। भूमिका हुनै सक्दैन आजको दिनमा। बुझ्नुभयो नि। हामीले 2 पटक सरकारमा किन गयौँ भन्दाखेरि हाम्रो मोटिभै सरकारमा गएर गुड गभर्नेन्स इस्टाब्लिस गर्ने थियो नि त, करप्सनलाई आउटलुक गर्नुपर्ने थियो नि त। सो त्यो बेलामा सरकारमा गयौँ, तर 2 पटकै के रियलाइज गर्यौँ भन्दाखेरि सुत्या मान्छेलाई उठाउन सकिन्छ, सुत्या जस्तो गर्नेलाई उठाउन सकिँदैन। एकजना ठग भएको सबै समाएर
भएर जानु थमै ठगको भूलमा चाहिँ सञ्चल गयो भने थमै गरिनुपर्ने स्थिति आउन सक्छ भन्ने चाहिँ हामीले रियलाइज गर्यो एन्ड वी डु नट वान्ट टु रिपिट द्याट अगेन आफ्टर 84। त्यो कारणले यहाँहरूले हामीलाई अपोजिसनमा बस्ने गरी मात्र होइन सरकारमा गएर बहुमतको सरकार बनाउने गरी मत दिनु पर्यो। मत दिनलाई घर आइदिनु पर्यो, बिदा दिइदिनु पर्यो, क्याम्पिङ गरिदिनु पर्यो, हामीलाई साथ दिनु पर्यो। हामीलाई कसरी प्रहार गर्न खोज्यो भने म जस्ता व्यक्तिहरू, उहाँ जस्तो व्यक्तिहरू नेतृत्व लिन्छु भनेर आउनुभयो भने नडराउ, तिमी उठ हिँड, तिमीलाई कसरी प्रहार गर्यो भने म छु, नडराउ भनिदिनु पर्यो। त्यति गर्नुभयो भने एकदम छ। हाम्रै पाला भन्छ 5 वर्षमा ड्रास्टिक चेन्ज गर्न सकिन्छ। धन्यवाद। यो लामो संवादको लागि निकै अर्थपूर्ण संवाद भयो भन्ने मलाई लाग्छ। यहाँको उद्देश्य जुन थियो मेरील्यान्ड आउनु, बाल्टिमोर आउनु, यहाँको विगतमा पनि अन्तर्क्रियाहरू भए, टेक्ससमा यहाँले गर्नुभयो, अन्य राज्यहरूमा पनि हुँदैछ, भर्जिनियामा पनि हुँदैछ। यहाँको उपस्थितिको लागि फेरि पनि म हार्दिक धन्यवाद भन्न चाहन्छु। आयोजक साथीहरूलाई फेरि धन्यवाद। यो सबै आयोजना गर्नुको लागि धेरै मेहनत लागेको छ। कोअर्डिनेट संयोजन गर्नुहुने आदरणीय रमाइलाई पनि फेरि म व्यक्तिगत तौरबाट र हामी सबैको तर्फबाट धन्यवाद भन्न चाहन्छु। यति भन्दै मैले टुङ्ग्याएँ, हजुरलाई केही छ भने अन्तिम सन्देश दिएर हामी टुङ्ग्याउन सक्छौँ। लास्टमा म एउटा गर्न चाहन्छु, हस्ताक्षर अभियानमा यहाँहरू सबैले एकदमै धेरै मनबाट हस्ताक्षर गरिदिनु भएको छ। यो पेपरमा हस्ताक्षर गर्नुभएको छ, चुनावमा घन्टीमा पनि छाप हालिदिनुहुन्छ भन्ने मलाई विश्वास छ। एक दोस्रो मेरो बिदा मेरो देशको लागि भनेर यहाँहरू सबैले यो अभियानलाई आत्मसात गरिदिनु भएको छ। थ्याङ्क यू सो मच। म लास्टमा जाँदै एउटै मात्र कुरा भन्छु, म उठ्छु मेरो देशको लागि भन्नेहरू सबै उठौ न। आजबाट म उठ्छु मेरो देशको लागि। थ्याङ्क यू सो मच। आजको क्लासको लागि उपस्थितिको लागि म फेरि पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। हाम्रो प्रोग्राम सकिएको छैन। एउटा अभियान जुन बाल्टिमोर हाम्रो पिएसआरबाट सुरु हुँदैछ, त्यसको बारेमा हाम्रो माननीयजीले भन्दै हुनुहुन्छ कि यति बेला म म्याडम च्याप्टरका हाम्रा सदस्यहरूलाई बोलाउन चाहन्छु। कृपया गरेर आइदिनु होला, गएको हुनसक्छ। अनि प्लिज कृपया डिनर स्टार्ट भयो, कृपया गरेर डिनर पनि हुँदैछ एकछिनमा। यो अभियान चाहिँ के हो र कसरी हुँदैछ भन्ने कुरा हाम्रो माननीयजीले भन्दै हुनुहुन्छ। र यति बेला म साथमा हुनुहुन्छ हाम्रो प्रवास नेपाली सम्पर्क विभागका संयोजक रमेश भट्ट, कृपया गरेर तालिम गरिदिनु होला। थ्याङ्क यू। नमस्ते आज सबैजनालाई। मेरो नाम रमेश भट्ट, प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाको संयोजक। म यहाँ कुनै भाषण गर्नु होइन, यहाँलाई धन्यवाद दिन र एउटा नयाँ अभियानको सुरुवातको लागि यहाँलाई आह्वान गर्न आएको छु। हामीले यो निलो खुट्टुके मेरो देशको लागि निलो खुट्टुके भन्ने एउटा नयाँ अभियान बाल्टिमोरबाट सुरु गर्नेछौँ। त्यसलाई तपाईँले एउटा अभियानको रूपमा लिदिनु होला। पुराना पार्टीहरूले प्रत्येक घरमा नेपालको झन्डा नराखिकन पार्टीगत झन्डाहरू राख्यो। हामी तपाईँलाई कुनै पनि घरमा झन्डा एउटा निलो खुट्टुके राख्नुहोस्। एउटा पिसफुल पोलिटिकल रेभोल्युसनको सिम्बलको रूपमा निलो खुट्टुके प्रत्येक घरमा राखिदिनु होला। 1 डलर 2 डलर 3 डलर साँचेर तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्रै पठाउनु पर्छ भने तपाईँले इन्डिपेन्डेन्ट क्यान्डिडेट्सहरू, तपाईँलाई मन परेको क्यान्डिडेट्सहरूलाई नेपाल पठाइदिनुहोस्, सहयोग गरिदिनुहोस्। निलो खुट्टुके एउटा पिसफुल पोलिटिकल रेभोल्युसन मिसन 84 को लागि हो, त्यो सबैले राखिदिनु होला भन्न चाहन्छु। र आजबाट बाल्टिमोरबाट चाहिँ यो अभियान सुरु भएको म घोषणा गर्न चाहन्छु। यसै गरी मेरील्यान्ड च्याप्टरका सम्पूर्ण साथीलाई अगाडि आइदिनुमा पनि म हार्दिक अनुरोध गर्दछु। सबैजनाले एकचोटि को यो अभियानमा सहभागी हुनुहुन्छ, $1 तपाईँको बच्चालाई घरमा हाल्न लगाउनुहोस् ताकि त्यो $1 उसले नेपालको लागि लगानी गरोस् र भोलि सम्झोस् मैले मेरो देशको लागि $1 लगानी गरेको छु, बुवा आमा मैले मेरो देशको लागि $1 लगानी गरेको छु भनेर गर्वका साथ नेपाल मेरो हो भन्न पाओस्। कतिजनाले यो अभियानमा भाग लिनुहुनेछ?
हात उठाइदिनुलाई प्लिज। धन्यवाद। अन्तिममा ती कुराहरू राखेर प्रवास नेपाली सम्पर्क विभाग अमेरिका किन सुरु भयो र यहाँहरूले हामीलाई कसरी सपोर्ट गर्न सक्नुहुनेछ भने छोटो कुरा राखेर म यहाँहरूबाट बिदा हुनेछु। हामी कुनै पार्टीको भातृ सङ्गठन होइनौँ, हामी एउटा पुल बन्न चाहन्छौँ। प्रवासमा नेपालमा परिवर्तन चाहनेहरू यहाँहरू सबैको हामी पुल बन्न चाहन्छौँ। तपाईँको त्यो परिवर्तनको हुटुटी हामी नेपालमा चाहे त्यो भोटबाट होस् अथवा अन्य तपाईँको भेट फर माई कन्ट्री भन्ने क्याम्पेनबाट होस्, हामी तपाईँहरूलाई चाहिँ नेपालसँग जोड्न चाहनेछौँ। यो अभियानमा लाग्दै गर्दा बाजीबाट कहिलेकाहीँ एक्लो छु जस्तो लाग्थ्यो। आज तपाईँहरूको उपस्थितिले यस्तो एनर्जी आएको छ। 84सम्म घर परिवार व्यवसाय नेपालको लागि केही गर्दैछु भने तपाईँले आज एनर्जी दिनुभएको छ। यो एनर्जीलाई तपाईँ हामी सबैले साथ लिएर अगाडि बढाउन भन्न चाहन्छु। आज मेरो समक्ष मेरो लाइफ आउनुभएको छ मेरो बुढी रोशनी तन्डुकार। प्रायः सुन्ने कार्यक्रममा सहभागी हुँदैन। मलाई मेरो परिवारको सपोर्ट नभएको भए म यो अभियानमा अगाडि बढ्न सक्दैन थियो। मेरो बिजनेस पार्टनर्सहरू यहाँ हुनुहुन्छ, उहाँले मलाई सपोर्ट गर्नुभएको छ। तिमी लाग तिम्रो पछाडि हामी छु भन्नुभएको छ। आज तपाईँहरू आइदिनु भयो, तिमी लाग तिम्रो पछाडि हामी छु भनिदिनु भएको छ। यो एनर्जीलाई आजदेखि विषम 84सम्म तपाईँ हामी सबैजना राष्ट्रिय सुरक्षा कानुन गर्नुपर्छ भनेको होइन। एकदमै 101 युवाहरू जो जुनसुकै तरिकाले परिवर्तनको लागि लाग्छन्, तपाईँ हामी सबैजना मिलेर चाहिँ यो अभियानमा सहभागी हुन भन्दै बिदा हुन चाहन्छु। जय नेपाल, जय गण्टी, जय बाल्टिमोर। थ्याङ्क यू सो मच। खाना खुलेको छ र यो हाम्रो मिलोको जुन चाहिँ हाम्रो च्याप्टर प्रेसिडेन्ट रिना केसी दिदीलाई चाहिँ एकचोटि सबैलाई देखाएर चाहिँ अभियान सुरु गर्ने मलाई आग्रह गरेको छु। मेरो देशको लागि सबैले एउटा यसो गर्नु न।